माता कैकेयीले राजा दशरथजीलाई मानव एक प्रकारले वज्र प्रहार गरेकी छिन् र तत्पश्चात रामजी पनि आउनुभयो आफ्नो पिताजीलाई सम्झाउनुहुन्छ। हिजोको दिनमा हामीहरूले श्रवण गरेका थियौँ। र तत्पश्चात दशरथजी बहुत आकुल व्याकुल हुनुहुन्छ। मानव अझ पानी बिना मछली तडपिरहेको छ। र तत्पश्चात दशरथजीलाई प्रणाम गरेर आफ्नो आमासँग आज्ञा लिनका लागि जानुहुन्छ। माता कौशल्या पनि बहुत जब थाहा भयो कि रामजीलाई 12 वर्षका लागि वनवास दिएकी छिन् माता कैकेयीले, तब हर प्रकारबाट सम्झाउँछन्। तर पनि रामजीले भन्नुहुन्छ कि सत्य प्रतिज्ञा पिताजीको वचनलाई कहिल्यै पनि मिथ्या साबित गर्नु हुँदैन, फेरि हाम्रो कुलमा नै कलङ्क लाग्छ। अतः मलाई जङ्गलमा जाने वनमा जाने आज्ञा दिनुहोस्। मलाई आफ्नो पिताजीले वनको राज्य दिनुभएको छ भनेर रामजीले आफ्नी आमालाई सम्झाउनुहुन्छ। तब माता कौशल्याले पनि विविध प्रकारबाट विलाप गर्छिन्। रामजीको चरणमा लिपटिएर रुँदै रुँदै बहुत विलाप गरिरहेकी छिन्। बहुविधि विलपी चरण लपटानी परम अभागिनी आफू जाने। राम, यो अयोध्या आजबाट अभागा हुने भयो र जहाँ तिमी वनमा जाँदैछौ त्यो वन परम सौभाग्यशाली हुने भयो, किनकि यहाँ चरणले वनलाई तिमीले सुशोभित बनाउँछौ। परन्तु तिमी अब यो अवध अत्यन्त खाली सुना मानव अवध स्मशान भूमि जस्तो भइरहेको छ। गोस्वामी श्री तुलसीदास महाराजले भन्नुहुन्छ, सियाजुलाई थाहा भयो कि मेरो पतिदेव प्राणधनलाई 14 वर्षका लागि वनवासमा पठाउने तयार गरिएको छ। तो बहुत अकुलाउनुहुन्छ, आकुल व्याकुल। समाचार त्यही समयसनी सिंह उठी अकुलाए, जाई सासु पद कमल जुगा बंदी बैठी सिरुनाए। माता सियाजु दौडिँदै दौडिँदै आउँछिन् र रामजीको चरण नजिकै बस्छिन्। राम र कौशल्या एक आपसमा बातचित गर्दै हुनुहुन्छ, विरह व्यथालाई सहन गर्दै हुनुहुन्छ। तो सुकुमारी सियाजु दौडिँदै आएर आफ्ना चरणका ती नङहरूले भुइँलाई कोतर्दै कोतर्दै बसिरहेकी छ। तो मानव गोस्वामी श्री तुलसीदास महाराजजीले यहाँ दिव्य सङ्केत गर्नुभएको छ। जब सियाजीले आफ्नो चरणले तो भूमिलाई कोतर्नुहुन्छ त त्यो बेलामा त उहाँका पाउजोहरू छन 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 बजिरहेका छन्। मानव आज ती पाउजोहरूले भन्दैछन् कि हे सियाजो, यदि हजुर पनि यदि वनमा जानुभयो भने हजुरले हामीलाई नछोड्नु होला भनेर मानव नुपुर तथा पायलले सियाजीसँग बिन्ती गरिरहेका छन्। किनकि अब जङ्गलमा जानु पर्यो भने त फेरि मुनिको भेष बनाएर जानु पर्यो, तो सबै श्रृङ्गारलाई त्याग्न पर्यो। त्यही भएर मानव नुपुर तथा पायलहरूले रुँदै रुँदै भनिरहेका छन् कि हे सियाजो, यदि हजुर पनि जङ्गलमा जानुभयो भने हामीलाई नत्याग्नु होला, किनकि हजुरको चरण बिना हामी रहन पनि सक्दैनौँ, हजुरको चरण बिना हाम्रो शोभा छैन भनेर पायलहरूले भनिरहेका छन्। तो यस्तो अद्भुत शोभा, सियाजीका नेत्रबाट आँसुका धाराहरू बगिरहेका छन्। तो रामजीलाई जब थाहा भयो कि सियाजी अत्यन्त पीडित भइरहेकी छिन्, तो बार बार सम्झाउनुहुन्छ र पुनः माता कौशल्याले पनि सम्झाउनुहुन्छ। जियन मोरी जिमी जो बत रहूं, दीप बात नहीं टारत कहूं। तो माता कौशल्याले भन्नुहुन्छ कि अरे राम, तिमी जङ्गल गयौ भने पनि प्राण प्यारी सियाजुलाई यहीँ छोड, किनकि सियाजुले तो वनवासको दुःखलाई सहन गर्न सक्दैनन्। आजसम्म मैले जबबाट विवाह गरेर यहाँ लिएर आयो अवधमा, केवल मैले आफ्नो गोदमा राखेकी छु। यिनले त भुइँमा पनि हिँडेकी छैनन् आजसम्म। यिनको बिछौना फुलै फुलको बिछौना, यिनले कहिल्यै आफ्नो चरणले धरतीलाई नै टेकेकी छैनन्। त्यति प्रेम मैले गर्दछु। मैले आँखाको पुतली, आँखाको नानी बनाएर राखेकी छु। जुन सियाजुले बाँदरको तस्बिर देख्ने बित्तिकै डराउँछिन्, फेरि उनी सिया जङ्गलमा गएर के बस्न सक्छिन्? बस्न सक्दिनन्। जसरी मान सरोवरको राजहंस कुनै किचडमा आएर रम्न सक्दैन, त्यसै गरी सियाका लागि पनि, सियाजुका लागि पनि तो अत्यन्त दुःखदायी वन हर प्रकारबाट कष्टदायक छ भनेर माता कौशल्याले बार बार सम्झाउनुहुन्छ। रामजीले पनि सम्झाउनु भयो, आपन मोर निक जो चाहूं, वचनु हमारा मानि गृह रहूं। आय सुमोर सासु सेवकाए,
सब विधि भामिनी भवन भलाइ। रामजीले पनि सम्झाउनु भयो कि सिया तिमीलाई जानु उचित छैन, म त जानै नै पर आफ्नो पिताश्रीको वचनलाई सत्य प्रमाणित गर्नका लागि, परन्तु तिमी घरमै बस, सासू ससुराहरूको सेवा गर। यदि तिमी पनि गयौ भने सबैको सहारा नै टुटेर जान्छ, यो अवध अनाथ हुन्छ, अतः तिमी यही बस। बार बार सम्झाउनुहुन्छ। बस 14 वर्षको बात हो, फेरि 14 वर्षपछि म फेरि वापस आइहाल्छु। त बार बार हर प्रकारले सम्झाउनुहुन्छ, हर प्रकारका धर्महरूको निरूपण गर्नुहुन्छ। जङ्गल कति भयानक हुन्छ, हिंस्रक पशु जल ती जन्तुहरू चारैतर्फ घुमिरहेका हुन्छन्। निशाचरहरू, राक्षसहरू, असुरहरू मानवको रूप धारण गरेर छल्नका लागि बसेका हुन्छन्। भूत पिशाचिनीहरू, तो वनका सबै दुःखहरू देखाउनुहुन्छ सियाजुलाई रामजीले। तो मुनिहरूको, तो तपस्वीको भेषलाई धारण गरेर बस्नुपर्ने हुन्छ। कन्द मूल फल खाएर जीवन गुजारा गर्नुपर्ने हुन्छ। घाम पानी बर्सात हर प्रकारका कुष्ठ, हर प्रकारका कष्टहरूलाई सहन गर्नुपर्ने हुन्छ। कहिले जाडो छ, कहिले गर्मी छ, नाना प्रकारका विविध कष्टहरू जङ्गलमा हुन्छ। अतः तिम्रो यो शरीर पनि जङ्गलको दुःखलाई भोग्नका लागि योग्य छैन। तिमी जब आफ्नो माइती घरमा थियौ, जनकपुरमा थियौ, मिथिलापुरमा थियौ, श्री जनकजीको महाराजजीको काखमा बस्यौ, र अहिले यहाँ आएर पनि मेरो माता पिताजीले तिमीलाई आफ्नो काखमा नै राख्नु भएको छ। तिमीले कहिले धरतीलाई पनि आफ्नो चरणले टेकेकी छैनौ। त तिम्रो यो चरण धरतीमा तो वन वनमा काँटा बिजलान्, कङ्कण पत्थरहरू चुब्लान्, अतः तिमी यही बस, मसँग नहिँड भनेर बार बार सम्झाउनुहुन्छ। परन्तु सियाज्यू आँखाभरि आँसु गर्दै बोल्नुहुन्छ। माता कौशल्यको चरणमा गएर प्रणाम गर्नुहुन्छ र भन्नुहुन्छ कि माता, मे पुनि समुझ देखि मन माही, पिय वियोग सम दुःख जगना। यद्यपि हजुरहरूले बहुत राम्रो कुरा भन्नुभएको छ, मेराका लागि जुन उचित उपदेश थियो तो हजुरले उपदेश मलाई गर्नुभएको छ, मलाई रामजीले पनि सम्झाउनु भएको छ। परन्तु आफ्नो पतिदेवको वियोग जस्तो दुःख यो संसारमा मेरा लागि अरू केही पनि छैन। प्राणनाथ करुणा यतन सुन्दर सुखद सुजान, तुम बिनु रघुकुल कुमुद विदु सुरपुर नरक समान। यदि रघुकुल बिनाको मेरो क्षण नरक समान हुन्छ, म रामजी बिना बाँच्न पनि सक्दैन। यदि रामजीले मलाई लग्नु भएन, छोडेर जानुभयो भने मेरो यो शरीर पनि रहने छैन, मेरो प्राण रहने छैन। मेरो शरीरलाई यो प्राणले छोडेर उहाँकै साथमा जान्छ, या त शरीर जान्छ, होइन भने प्राण त जान्छ। यसमा कुनै पनि प्रकारको दुविधा छैन। तो बार बार आफ्ना मनका यी विरही भावनाहरूलाई बताउनुहुन्छ। जहाँ लगी नाथ नेहहरू नाते, पिय बिनु तियही तर निहु के ते ताते, तनु धमु धामु धरनी पुर राजो, पति विहीन सबु शोक समाजो। आफ्नो रामजीको वियोगमा मलाई यो दरबार, आफ्ना स्नेही जनहरू, माता पिता सास ससुर भाइ भतिज नाना प्रकारका कुटुम्बहरू मलाई विष जस्तो लाग्छ अरे के। आफ्नो पतिदेव बिना मलाई कुनै पनि प्रकारको शोभा छैन। मलाई हर प्रकारका भोगहरू रोग समान लाग्छन्। मलाई यी गहनाहरू, यी आभूषणहरू भार जस्तै लाग्छन्, र मलाई यो संसारको सुख सुविधा, यो राजमहलको वैभव मलाई नरकको यन्त्रणा जस्तै लाग्छ यदि रामजी मेरो साथमा हुनुहुँदैन भने। जसरी जीव बिना शरीर अर्थात् मुर्दा शरीर हुन्छ, मरेको हुन्छ, त्यसै गरी यदि रामजीले पनि मलाई छोडेर जानुभयो भने म जिउन सक्दिनँ भनेर नाना प्रकारका विरह व्यथाहरू प्रकट गरिराख्नु भएको छ। तो सम्झाउनुहुन्छ। उहाँले भन्नुहुन्छ, यदि म वनमा गएँ भने पनि रामजीले हर प्रकारबाट मेरो रक्षा गर्नुहुन्छ। म वनमा नै सुखी रहन्छु, भलै वलकलका ती वस्त्रहरू लगाउन पर्ला, कन्द मूल फलहरू खाएर जीवन गुजारा गर्नु पर्ला, पर्णकोटीमा झोपडीमा आफ्नो जीवन गुजारा गर्नु पर्ला, तृणहरू बिछाएर कुसाहरू बिछाएर सुत्नु पर्ला, परन्तु मलाई त्यही सुताइ राम्रो लाग्छ। मलाई यो धन, यो वैभव मलाई चाहिएको छैन, म त पतिदेवको साथमा जान चाहन्छु भनेर माता सीताजीले आफ्नो हृदयको भाव प्रकट गर्नुभयो। वन दुख नाथ कहे बहु तेरे, भय विषाद परिताप घनेरे। हजुरले वनमा विविध प्रकारका दुःख क्लेश कठिनाइहरू आउँछ भनेर जुन मलाई बताइराख्नु भएको छ नि, हजुरको वियोगबाट हुने दुःखको अगाडि त ती दुःखहरू केही पनि होइन। सबैभन्दा ठुलो दुःख त मेरा लागि यदि रामजीसँग वियोग भयो भने योभन्दा ठुलो दुःख, योभन्दा ठुलो कष्ट अरू केही पनि हुन सक्दैन। तो माताजीलाई बारम्बार प्रणाम गर्नुहुन्छ कि आमा,
मलाई जान दिनुहोस्, मलाई रामजीको साथमा जान दिनुहोस्। हाय विधाता, यी ब्रह्माजीले पनि नजाने कस्तो विधान बनाएका रहेछन्। आज सास ससुरको सेवा गर्ने बेलामा, सास ससुरको अब सेवा गर्ने समयमा म वन जङ्गलमा जानुपर्ने भयो, आफ्नो सासु र ससुराको सेवालाई छोडेर भट्किनु पर्ने भयो भनेर विलाप गरिरहनु भएको छ। अस कहीं सिंह विकल भई भारी, वचन वियोग न सकी सभारी, देखी दशा रघुपति जिया जाना, हठी राखे नहीं राखी प्राण। तो रामजीले पनि सम्झिनु भयो कि सीताजीलाई अब सम्झाएर सम्झिने वाली छैनन्। यदि मैले जबरजस्ती यहाँ राखेँ भने, यहाँ बस्छ भने फेरि यिनले प्राणलाई नै छोडिदिन्छन्, आफ्नो शरीरलाई छोडिदिन्छन्। अथवा उहाँले भन्नुभयो कि चलो ठिक छ, यदि तिमी जानै चाहन्छौ भने हिँड, त्यसो भए मसँग। अब धेरै विषाद गर्ने समय छैन, अब हामीहरू छिटो यहाँबाट निक्लिनुपर्छ जङ्गलका लागि, वनका लागि भनेर रामजीले भन्नुहुन्छ। र तत्पश्चात माता कौशल्याले विलाप गरिरहनु भएको छ। हा राम, हा रघुपति, हा रघुवर, हा सीता। रामजीलाई र सीतालाई आफ्नो काखमा राखेर बार बार आफ्नो छातीमा चिप्काउनुहुन्छ। आँखाबाट आँसुका धाराहरू बगाएर मानव स्नान गराउनु भएको छ। यस्तो अद्भुत उहाँले भन्नुहुन्छ, म बहुत अभागिनी छु, यो विधाताले नजाने सायद मैले पूर्व जन्ममा गरेका पापहरू अपराधहरूको फल मलाई दिइरहेको छ। आज मैले आफ्ना दुईवटा आँखाहरू आफूबाट अलग गर्दैछु। विधाताले मेरो प्राणलाई खोसेर लिन लागिरहेको छ, तर पनि यो प्राण यो शरीरमा बसिरहेको छ। राम र सियाको वियोगलाई सहन गरिरहेको छ। धिक्कार छ यो प्राणलाई भनेर आफ्नो प्राणलाई धिक्कार्नु भएको छ। घरि छाती पिट्नुहुन्छ, घरि के भन्नुहुन्छ, तो सियाजीलाई आशीर्वाद दिनुहुन्छ। जबसम्म यो धरतीमा यमुनाको धारा कलकल बग्छिन्, जबसम्म यो पृथ्वीमा गङ्गाको धवल धारा कलकल बगिरहेकी हुन्छन्, तबसम्म तिम्रो यो सुहाग सिन्दूर अचल रहोस् भनेर माता कौशल्याले दिव्य आशीर्वाद प्रदान गर्नुभयो। जब लक्ष्मणजीलाई थाहा भयो कि रामजी र सीताजी जाँदै हुनुहुन्छ, तो वहाँ शरीर काँप्न लाग्यो। अहिलेसम्म त थाहा थिएन। कंप पुलक तन नयन सनीरा, गहे चरण अति प्रेम अधीरा। उहाँले समझ नै सक्नु भएको छैन कि रामजीको वियोगलाई। तो बातबाट मात्र नै यति आकुल, यति व्याकुल हुनुभएको छ कि मुख सुकिसक्यो, शरीरबाट पसिनै पसिना निस्किरहेको छ। के गरौँ, अब मैले केही भन्न पनि सक्दिनँ। हाय विधाता, के हुनेवाला थियो र आज के हुन पुग्यो, हामीले के देख्न पुग्यौँ। तो दौडिँदै जानुहुन्छ र रामजीको चरणार बिन्दलाई प्रणाम गरेर भन्नुहुन्छ कि प्रभु, मलाई पनि आफ्नो साथमा लिएर जानुहोस्। राम बिलो कि बन्धु कर जोरे, देह गेह सब सन त्रिनु तोरे। आफ्नो सम्पूर्ण घर वैभव, आफ्ना स्वजन सम्बन्धीहरूलाई मानव तिनका जस्तै छोडेर रामजीको चरणमा जानुभयो श्री लक्ष्मणजी महाराज। र तत्पश्चात भन्नुहुन्छ, मातु पिता गुरु स्वामी सिख, सिर धरे करहि सुभाए, लह्यौ लाभ तिन जन्म कर, न तरो जन्म जग जाए। तो रामजीले बार बार सम्झाउनुहुन्छ कि लक्ष्मण, यदि तिमी पनि मेरो साथमा गयौ भने फेरि यो अवध फेरि एक्लो हुन्छ। अहिले त भरतजी पनि छैनन्, शत्रुघ्नजी पनि छैनन्, माताजी र पिताजी अत्यन्त पीडित हुनुहुन्छ। युवा अवस्थामा तिमी मेरो साथमा गयो भने सम्पूर्ण अवध अनाथ हुन्छ, अतः तिमी यहीँ बस भनेर रामजीले बार बार सम्झाउनुहुन्छ। परन्तु लक्ष्मणजीले मान्नु भएन। उतरु न आवत प्रेम बस, गहे चरण अकुलाए, नाथ दासु में स्वामी तुम, तजहु काह बसाए। रामजीको चरणलाई पकडेर लक्ष्मणजीले भन्नुहुन्छ कि प्रभु, मलाई आफ्नो साथमै लिएर जानुहोस्। भला एउटा सानो बाछो आफ्नी गाई अर्थात् आफ्नी आमाको बिना कसरी जीवित रहन सक्छ। यदि हजुरले मलाई छोडेर जानुभयो भने म जीवित रहन सक्दिनँ। बार बार शिर पटक्नुहुन्छ रामजीको चरणमा, बार बार सम्झाउनु भयो। गुरु पितुमा तु न जानौ काहो, कहूँ सुभाउ नाथ पति आओ, मोरे सबै एक तुम स्वामी, दीन बन्धु उर अन्तर्जामी। प्रभु, न मैले आफ्नी आमालाई जानेको छु, न मैले आफ्नो बाबुलाई जानेको छु, न गुरुलाई जानेको छु। मेरो आमा भन्नु, मेरो बाबु भन्नु, मेरो गुरु भन्नु, मेरो स्वजन सम्बन्धी इष्ट मित्र सब हजुर नै हो। यदि हजुर मलाई छोडेर जानुभयो भने फेरि म जीवित रहन सक्दिनँ। र मेरो हृदयमा हजुरको चरणप्रति कति प्रेम छ तो हजुरलाई नै थाहा छ।
किनकि हजुर सबैका हृदयमा बस्ने उर अन्तर्यामी सबको हृदयमा आसन जमाएर बस्नु भएको छ। धर्म नीति उपदेश्यता हे कीर्ति भूति सुगति प्रिय जाहे। अरे धर्मको उपदेश त तिनीहरूलाई गर्नुहोस् जसलाई सुन्दर गति चाहिन्छ, जसलाई कीर्ति मान सम्मान चाहिएको छ। परन्तु मलाई त आफ्नो रामजीलाई छोडेर अरू केही पनि चाहिएको छैन। न मलाई धर्मसँग मतलब, न मलाई अर्थसँग मतलब, न मलाई कामसँग मतलब, न मलाई मोक्षसँग मतलब, न आमा न बाउ न गुरुजन कसैसँग मलाई मतलब छैन। केवल मतलब छ त हजुरको श्री चरणारविन्दसँग। बार बार लक्ष्मणजीले मान्नु भएन। तब रामजीको हृदयमा पनि यो भाव आयो कि यदि लक्ष्मणजी पनि यदि यहाँ बसे भने फेरि म बिना जीवित रहन सक्दैनन्। तो भन्नुहुन्छ कि जाऊ त्यसो भए आफ्नी आमासँग आदेश लिएर आऊ, आमालाई सुनाउनु जरुरी छ। तो लक्ष्मणजी जानुहुन्छ। लक्ष्मणजी मनमा सशंकित हुनुहुन्छ, कहीं यदि आमाले रोक्नु भयो भने त फेरि बनी बनाया काम बिग्रिन्छ। किनकि रामजीले त अब मान्नु भयो, यदि आमाले यदि रोक्नु भयो भने म जबरजस्ती जान पनि सक्दिनँ। एकदम डराउँदै डराउँदै अगाडि बढ्नुहुन्छ। डराउँदै डराउँदै अगाडि बढ्नुहुन्छ, कहीं मलाई आमाले रोक्ने त होइन भनेर सशंकित भएर बिस्तारै बिस्तारै जानुहुन्छ र आमालाई भन्नुहुन्छ, आमा मलाई अब आदेश दिनुहोस्, आशीर्वाद दिनुहोस्। 14 वर्षसम्म रामजीको सेवामा निरन्तर म लागिरहँ। रामजी र सियाजु वनमा जाँदै हुनुहुन्छ। यदि हजुरले मलाई आशीर्वाद र आज्ञा दिनुभयो भने मैले जीवनको सबैभन्दा ठुलो लाभलाई प्राप्त गर्दछु। सिया रामजीको चरणारविन्दको सेवा गर्ने सौभाग्य यो दासले प्राप्त गर्दछ। तो माता सुमित्रा पनि अत्यन्त प्रसन्न भइन् र उनले भन्छन् कि बाबु तिमी जाऊ, यदि राम र सीता यदि यहाँ रहँदैनन् भने फेरि तिम्रो काम पनि यहाँ छैन, तिमी गए हुन्छ। तात तुम्हारी मातु वैदेही पिता राम सब भाँति सनेही। तिम्री आमा भनेकी सीताजी हुन् र तिम्रा बाउ भनेका श्री रामजी हुन्। अवध जहाँ तह राम निवासो तहीं दिवस चह भानु प्रकाशो। जो पे सिय राम बन जाही अवध तुम्हारा काजु कछु नाही। तिम्रो केही काम छैन यदि रामजी यहाँ रहँदैनन् भने। तो दिव्य ज्ञान प्रदान गर्नुभयो, हर प्रकारबाट सेवा गर्नु रामजीको। र मलाई आज तिमीले भाग्यशाली नै बनाएका छौ, किनकि रामजीको तिमीलाई सेवा गर्ने सौभाग्य प्राप्त भएको छ। र मैले त बार बार यही भन्छु, पुत्रवती जुवती जग सोई रघुपति भगत जासु सुत होई। न तरु बाज भली बादि बियाने राम विमुख सुत ते हित हानि। अरे यो संसारमा पुत्रवती हुनु अर्थात सन्तान जन्माउनु उनै आमाको कोख सार्थक रहन्छ। जसको सन्तान रामजीको भक्त बन्छ, जसको सन्तान श्री युगल सरकारको भक्त बन्छ, अन्यथा ती आमा बाजी नै भएको राम्रो। यदि राम विमुख सन्तान जन्मियो भने त्योभन्दा हानि अरू केही पनि हुँदैन। अर्थात् जन्मियोस् त रामको भक्त जन्मियोस्, अन्यथा उसले आफ्नो आमाको गर्भलाई कलङ्कित बनायो। माता सुमित्राले भन्नुभयो, सकल सुकृत कर बड फल ए हो राम सिय पद पंकज सने हो। तो संपूर्ण सुकृतको सम्पूर्ण धर्महरूको एकमात्र फल हो रामजी तथा सियाजीको श्री चरणारविन्दको प्रेम। अतः राग द्वेष छल कपट सब चिजलाई छोडेर तिमीले 14 वर्ष राम तथा सियाजीको सुन्दर सेवा गर्नु भनेर यो दिव्य उपदेश दिनुहुन्छ माता सुमित्राले। तत्पश्चात लखनलालजी पनि अत्यन्त प्रसन्न हुनुभयो, परम प्रसन्न हुनुभयो, त्यही चाहनु भएको थियो। त दौडिँदै दौडिँदै जानुहुन्छ, प्रभु मलाई अब आमाको पनि आज्ञा प्राप्त भयो। र तत्पश्चात पुनः माता कौशल्या तथा माता सुमित्राको आज्ञालाई शिरोधार्य गरेर श्री राम लखन तथा सियाजु दशरथजी महाराजजीको चरण नजिक पुग्छन्। र दशरथजी महाराज अत्यन्त विहाल हुनुहुन्छ, बेपत्ता हुनुहुन्छ, मूर्छित हुनुभएको थियो। तो सुमन्त्रजीले भन्छन् कि प्रभु हजुरको चरणमा हजुरका दुईवटा छोरा र बहु आएका छन्। तो आँखा खोलेर हेर्नुहुन्छ त राम लखन र सीता आज आज्ञा लिनका लागि आएका छन् दशरथजी महाराजजीको नजिकै। तो बार बार आफ्ना दुईवटा छोरा तथा पुत्रवधु महारानी सियाजुलाई आफ्नो गोदीमा राखेर बार बार चुम्बन गर्नुहुन्छ, छातीमा लगाउनुहुन्छ, रुदन गरिराख्नु भएको छ। रामजीले बार बार सम्झाउनुहुन्छ कि प्रभु हजुर त धर्मको धुरीलाई धारण गर्ने महान धुरन्धर हुनुहुन्छ, धर्मात्मा हुनुहुन्छ। आज यति सानो कुरामा यति धेरै चिन्ता किन गरिराख्नु भएको छ?
मेरो माथि त माताजीले यति धेरै कृपा गर्नुभएको छ, वनमा जान्छु अनेक प्रकारका ऋषि महर्षि जनहरूको मलाई दर्शन प्राप्त हुन्छ। यो सौभाग्य मलाई मेरी आमाले कैकेयी आमाले प्रदान गर्नुभएको छ। हजुर यति धेरै आतुर नहुनुहोस् भनेर आफ्नो पिताजीलाई बार बार सम्झाउनुहुन्छ। परन्तु ती वचनहरू दशरथजीको हृदयमा मानव कसैले वज्र प्रहार गरिरहेको छ। तो चोट तो घाउमा मानव कसैले नुन छर्किरहेको छ। रामजीका यी सुन्दर कोमल मिठा वचनहरू सुनेर दशरथजीको प्राण विरहीमा डुबिरहेको छ। अत्यन्त तत्पश्चात माता कैकेयीले भन्छन्, त्यही अत्यन्त नागिन जस्तै रिसाउँदै बसिरहेकी थिइन्, लामो लामो श्वास खिच्दै बसिरहेकी थिइन्। उनले भन्छन् कि राम, तिमीलाई पिताजीले कहिले पनि जङ्गलमा जाने आदेश दिनु हुँदैन। यदि तिमी आफै जान्छौ भने जाऊ, होइन भने यो झुटमुट आँसु बगाउन छोडिदेऊ भनेर माता कैकेयीले ती वनवासीका वस्त्रहरू लिएर आइदिन्छन् र लगाऊ, यसलाई लगाऊ र अब तिमी गए हुन्छ, यहाँ तिम्रो केही काम छैन भनेर माता कैकेयीले भन्नुभयो। अनि तत्पश्चात रामजी तथा सियाजो लखनलालले आफ्ना सम्पूर्ण शोभा, आफ्ना सम्पूर्ण अलङ्कार, राजकीय वस्त्रहरूलाई त्यागेर फेरि मुनिका वस्त्रहरूलाई धारण गरेर तत्पश्चात त्यो ठाउँबाट आफ्नो पिताजीलाई प्रणाम गरेर त्यहाँबाट अगाडि बढ्नुहुन्छ। बोले राजा रामचन्द्र भगवानको, भक्तवत्सल भगवानको। महाराज दशरथ छाती पिट्दै पिट्दै रोइराख्नु भएको छ, चित्कार गरिराख्नु भएको छ। जब अवधवासीहरूले थाहा पाए कि रामजी सियाजु लखनलाल जाँदैछन् तो सबैजना घेर्न आउँछन्। जसरी रात्रिको समयमा चन्द्रमालाई अनन्त ताराहरूले गरेछन्, त्यसै गरी रामजी सियाजुलाई लखनलाललाई घेर्नका लागि आए। गुरु वशिष्ठजी महाराजजीको दरवाजामा पुग्नुहुन्छ रामजी आज्ञा प्राप्त गर्नका लागि। सबैजना जान्छन् र बार बार सम्झाउँछन् कि प्रभु, यदि हजुर जानुहुन्छ भने अब हामी पनि यो अवधमा बस्दैनौँ, यो अयोध्यामा हामी पनि बस्न चाहँदैनौँ। सम्पूर्ण अयोध्यावासीहरू अब रामजीको साथमा जाने भनेर तयार हुन लागे के। यदि हजुर नै जानुहुन्छ भने यहाँ हाम्रो के काम छ र? यो अवध हजुर बिना कुनै पनि प्रकारले सुशोभित हुन सक्दैन, हामीलाई पनि आफ्नो साथमा लिएर जानुहोस्। रामजीले बार बार सम्झाउनुहुन्छ आफ्ना ती प्रजाहरूलाई। सबै आतुर छन्, सबै व्याकुल छन्। दशरथजी महाराज सबैलाई सम्झाउनुहुन्छ र एउटा दिव्य रथमा चढ्नुहुन्छ। दशरथजीले सुमन्त्रजीलाई भन्नुभएको थियो कि हेर सुमन्त्र, मन्त्री थिए सुमन्त्र नाम गरेका मन्त्री, आफ्ना मन्त्रीलाई सम्झाउनुहुन्छ कि तिमीले रथमा लिएर जङ्गलमा जाऊ र 2-4 दिन तो जङ्गल देखाएर फेरि वापस लिएर आऊ। जङ्गलमा कति विपत्ति हुन्छ, कति दुस्सह कष्ट हुन्छ, ती सबै बताएर फेरि 3 जनालाई वापस लिएर आउनु भनेर दशरथजी महाराजजीले आज्ञा दिनुभएको थियो मन्त्री सुमन्त्रलाई। यदि कथं कदाचित राम र लक्ष्मण वापस आएनन् भने पनि सियाजीलाई चाहिँ वापस लिएर आउनु। यदि सीता यदि वापस आएन भने सायद मेरो प्राण रहन्छ होला, यदि सीताजी पनि यदि वापस आएनन् भने मेरो प्राण रहनेवाला छैन भनेर दशरथजी महाराजजीले सुमन्त्रलाई पठाउनुहुन्छ। तो सुमन्त्र पनि जान्छन्, दिव्य रथ तयार गर्छन्, राम सिया लखनलाई रथमा चढाउँछन् र अवधपुरीबाट हिँड्नका लागि प्रस्थान गर्नुभयो। चारैतर्फबाट कोलाहल मचिरहेको छ, मानव तो अवधपुरीमा अयोध्या धाममा दुःखले डेरा डारो, विपत्तिको पहाड फुटेर अवधपुरीलाई बार बार तहस नहस गर्न लागिरहेको छ। सबै प्रजाहरू अकुलाउँदै अकुलाउँदै हा नाथ हा प्राण भन्दै मूर्छित हुँदै अगाडि बढिरहेका छन्। रामजीको रथको पछाडि लागिरहेका छन्। हेर्नुहोस् यति धेरै प्रेम रामजीको श्री चरण अरविन्दसँग। लागति अवध भयावनि भारी, मानहु काल राति अधियारी, घोर जन्तु समपुर नर नारी, डर पही एक ही एक निहारी। मानव तो अवधपुरीलाई कार रात्रिले आफ्नो वशमा गरेको छ। जसरी जङ्गलमा घोर भयानक जन्तुहरू हुन्छन्, त्यसै गरी अवधपुरीमा पनि एकले अर्कालाई देखेर डराइरहेका छन् कि। तो रामजीको विरहलाई सहन गर्न नसकेर सबैजना पछाडि पछाडि जान्छन्। सबैजना विकल भइरहेका छन्। सबैजनाले माता कैकेयीलाई गाली दिइरहेका छन्। यो माता कैकेयी यो सूर्य कुलका लागि कलङ्क बनिन्, आफू दावाग्नि बनेर यो अवधलाई जलाइरहेकी छिन् भनेर सबैजनाले आफ्नो विरह व्यथा प्रकट गरिरहेका छन्।
जति पनि बच्चाहरू थिए, बुढाहरू थिए, उनीहरू पनि राम राम सीता सीता भन्दै अगाडि बढ्छन्। श्री तत्पश्चात श्री रघुनाथजी जानुभयो, अयोध्या धामलाई प्रणाम गरेर जानुहुन्छ र सबैभन्दा पहिला तमसा नदीको तीरमा पुग्नुहुन्छ। रात्रिको समय भइसकेको थियो। सबै अवधवासीहरू साथमा गएका थिए, छोड्नै चाहँदैनन् कसैले रामजीलाई। सबैजना गए। तो नदीको तीरमा रामजीलाई पनि लाग्यो कि अब यिनीहरूलाई फर्काउने कसरी। यदि यिनीहरू पनि आफ्नो साथमा गयो भने यिनीहरूलाई पनि दुःखी हुन्छ। हजारौं हजार सम्पूर्ण अवधवासीहरू रामजीको साथमा गएका छन्। तो रात्रिको समयमा सबैजना शयन गरे। रामजी पनि एकैछिन शयन गर्नुहुन्छ। तो अर्धरात्रिमा 12-1 बजे जाग्नुहुन्छ र सुमन्त्रजीलाई भन्नुहुन्छ कि सुमन्त्रजी हजुरले रथ चलाउनुहोस्। यदि बिहान भयो भने यिनीहरू सबै जाग्छन् र सबै यति कोलाहल मचाउँछन् कि मलाई जानै दिँदैनन्। अतः यिनीहरूलाई छलेर जानु पर्दछ। यिनीहरूलाई यसरी रथ हाँक्नुहोस् कि यिनीहरूलाई थाहा पनि नहोस् कि हामी कुन दिशातर्फ गइरहेका छौँ भनेर। तो सुमन्त्रजी महाराजले पनि लाग्यो कि अब यही नै उपाय छ, अन्यथा सबै अवधवासीहरू चिच्याएर उहाँकै पछाडि जान्छन् भनेर श्री सुमन्त्रजी महाराज अर्धरात्रिमा यसरी कुटाउनु भयो कि कसैले थाहा नै भने कि कसैले थाहा भएन रामजी कता जानुभयो, सियाजी कता जानुभयो। जब बिहान सूर्योदय हुन्छ सबैजना जाग्छन् त रामजीलाई सियाजीलाई देख्दैनन्, तो रथलाई पनि देख्दैनन्। सबै आतुर भए, सबैजना विकल भए। सबैजनाले हा राम हा सीता भन्दै खोजिरहेका छन्। चारैतर्फ डुल्छन्, चारैतर्फ घुम्छन्, परन्तु कहीँ पनि देख्दैनन्। र अन्तिममा गएर विधातालाई नाना प्रकारका दोषहरू दिँदै दिँदै उनीहरूले भन्छन् कि हा विधाता, यदि रामलाई र सीताजीलाई यदि हामीबाट वियोग गराउनु थियो भने फेरि हाम्रो यो प्राणलाई किन राखेको छस्? हामीले यो प्राणलाई पनि लिएर जा। राम र सियाको वियोग हामीहरूले सहन गर्न सकिरहेका छैनौँ। योभन्दा त मृत्यु नै सही। उहाँको वियोगमा जिउनुभन्दा त मृत्यु प्राप्त गर्नु नै सही भनेर अवधवासीहरू बहुत परेशान भएका छन्। अब तर पनि अब मनमा धीरज बाँधे। 14 वर्षको तो अवधिलाई स्मरण गरेर अवश्य पनि 14 वर्षपछि त हामीले रामजीको पुनः दर्शन गर्ने सौभाग्य प्राप्त गर्दछौँ। जसो तसो सबैजना रुँदै रुँदै कराउँदै कराउँदै फेरि अयोध्यामा आउँछन्। फेरि तत्पश्चात श्री रामजी श्रृङ्गवेरपुर नगरमा पुग्नुभयो। श्रृङ्गवेरपुर नगरमा पुग्नुहुन्छ र वहाँ भगवती भागीरथी गङ्गाजी हुनुहुन्थ्यो। तो गङ्गाजीमा स्नान गर्नुहुन्छ, नाना प्रकारका दिव्य पूजा आराधना गर्नुहुन्छ। र त्यो बेलामा निषाद नाम गरेका रामजीका परम प्रिय सेवक भक्तसँग उहाँको भेट हुन्छ। निषादले पनि रामजीको हर प्रकारबाट सेवा स्वागत सत्कार गर्छन्। आफ्ना कुल बन्धु बान्धव स्वजन सम्बन्धीहरूलाई लिएर हर प्रकारका फल मूल कन्द नाना प्रकारका फलफुलहरूको माध्यमबाट रामजीको स्वागत गरिरहेका छन्। दण्डवत प्रणाम गर्दछन्। प्रभुसँग कुशल क्षेम प्रश्न भयो र तत्पश्चात उनले भन्छन् कि प्रभु अब मेरो साथमा मेरो घरलाई मेरो गाउँलाई पावन गर्नका लागि हजुर हिँड्नुहोस्। रामजीले भन्नुभयो कि हेर निषाद, म 14 वर्षसम्म अब कुनै गाउँमा पनि जान सक्दिनँ, कुनै बजारमा नगरमा म जान सक्दिनँ, किनकि म वनवासी हुँ। तपस्वी व्यक्तिले पनि जङ्गलमा जान सक्दैन, अतः म जाने छैन भनिसकेपछि निषादलाई पनि बहुत दुःख भयो। रातको समय भइसकेको थियो। तो त्यही एउटा सुन्दर वृक्षको छहारीमा तो कुशहरू बिछाएर नाना प्रकारका घाँसपातहरू बिछाएर रामजी तथा सियाजी शयन गर्नुहुन्छ। लखनलालले चरण दबाउनुहुन्छ र तत्पश्चात पहरा दिनुहुन्छ। राम तथा सियाजीको सेवकाई गर्न चारैतर्फबाट उहाँलाई कुर्नुहुन्छ कि रात्रिमा कुनै पनि प्रकारको विपत्ति नआओस् भनेर। बोले राधा कृष्ण भगवान को, भक्तवत्सल भगवान को। र तत्पश्चात निषाद आउँछन् लक्ष्मणजीको नजिकमा आएर आफ्नो दुःख प्रकट गर्दछन्। हेर्नुहोस् लखनलाल, सियाजु जो सदैव शुभ्र सुकोमल शय्यामा शयन गरेकी सियाजु आज यो घोर जङ्गलमा एउटा वृक्षको छहारीमा तृणमा घाँसपात बिछाएर सुत्नु परिरहेको छ। हा विधाता तैँले यो कुन दृश्य देखाइराखेको छस्? कस्तो संयोग आएको हो? तो लखनलालले पनि सम्झाउनुहुन्छ, हेर निषाद, जसको भाग्यमा जे लेखेको छ त्यो अवश्य पनि हुन्छ, अतः धेरै चिन्ता गर्नुपर्ने आवश्यकता छैन। होई विवेक मोह ब्रह्म भागा तब रघुनाथ चरण अनुरागा। रामजी तथा सियाजीको दिव्य प्रेमको चर्चा गर्दै गर्दै सम्पूर्ण रात बिताउनुहुन्छ श्री लखनलाल तथा निषाद राजले। र तत्पश्चात बिहान भयो। बिहान भइसकेपछि
महाराज सुमन्त्रजीले भन्छन्, प्रभु हेर्नुहोस् 2-4 दिन बितिसक्यो यो जङ्गलमा, मलाई त दशरथजीले भन्नुभएको थियो कि त्यो जङ्गलमा गएर देखाउनु, त्यहाँको भयङ्कर विपत्तिको विषयमा सियाजुलाई सम्झाउनु, रामजीलाई सम्झाउनु, फेरि वापस लिएर आउनु भनेर मलाई पठाउनु भएको थियो। अब मलाई के आज्ञा छ, हजुरले मलाई आज्ञा प्रदान गर्नुहोस् भनिसकेपछि रामजीले भन्नुहुन्छ, हेर सुमन्त्र, अब जीवनमा जे लेखेको थियो त हुन्छ नै हुन्छ, कसैले पनि टाल्न सक्दैन। धर्म न दूसर सत्य समान, आगम निगम पुराण बखाना। सत्यभन्दा ठुलो कुनै पनि प्रकारको धर्म छैन। मैले आफ्नो पिताजीको वचनलाई सत्य प्रमाणित गर्नु नै पर्ने हुन्छ। सम्भावित कहूँ अपजसु लागाव, लाहु मरण कोटि सम दारुण दाहो। यदि सम्मानित व्यक्तिको यदि अपमान भयो भने तो नै सबभन्दा ठुलो कलङ्क हो र के तो नै मृत्यु हो। यदि दशरथजी महाराजजीको यदि बाणी यदि झुटो भयो भने तो भन्दा नराम्रो अरू केही पनि हुन सक्दैन। अतः पिताजीलाई बार बार सम्झाउनु कि उहाँको आशीर्वादले हामी सबैजना सुरक्षित रहन्छौँ। तो सियाजुलाई पनि सम्झाउनुहुन्छ, हजुरका लागि यस्तो भन्नुभएको थियो। तब माता सियाजीले पनि मान्नु भएन। हेर्नुहोस् सुमन्त्रजी महाराज, हजुर मेरो पिता समान हुनुहुन्छ। प्रभु करुणामय परम विवेकी, तनु तजी रहती छाह किमि छेकी। प्रभा जाई कह भानु बिहाई, कह चन्द्रिका चन्दु तजी जाए। मेरो राम बिनाको अस्तित्व नै छैन। हजुरले नै भन्नुहोस्, छाया कहिल्यै शरीरलाई छोडेर अलग हुन सक्छ? छाया सक्दैन। म त रामजीको परछाई हुँ। म रामजी जहाँ जानुहुन्छ म त्यहीँ जान्छु। जसरी सूर्यका किरणहरू सूर्यलाई छोड्न सक्दैनन्, त्यसै गरी म पनि उहाँ रगकुल सूर्य रूपबाट म प्रकट भएकी किरण हो। म रामजीलाई छोडेर जिउन पनि सक्दिनँ। कहिल्यै पनि चाँदनी, चन्द्रमाको चाँदनीले कहिल्यै पनि आफ्नो पतिदेवलाई छोड्न सक्दिन। अतः म यही जङ्गलमा नै ठिक छु। हजुरले आफ्नो पिताजीलाई सम्झाउनु होला, दशरथजी महाराजजीलाई सम्झाउनु होला। तो सुमन्त्रजी महाराजजी पनि अत्यन्त मूर्छित हुन लाग्नुभयो। मैले त सोचेको थिएँ कि सायद सियाज्यू त कमसेकम फर्किनुहुन्छ होला, परन्तु म कसरी जाउँ, म के मुख लिएर जाउँ? दशरथजी महाराजजीको अगाडि गएर म के भनौँ, मलाई समझमा आएको छैन। तब सुमन्त्रजी महाराज अत्यन्त व्याकुल हुनुभयो। जब अन्तिममा गएर जब थाहा भयो कि अब राम सीता लक्ष्मण अब वापस आउनु हुँदैन, राम लखन सिय पद सिरुनाए, फिर्यौ बनिक जिमी मुर गवाए। तो सुमन्त्रजी महाराजले राम सिया तथा लखन लालजीलाई प्रणाम गर्नुहुन्छ र वापस हिँड्नका लागि अगाडि बढ्नुहुन्छ। आज यस्तो लागिरहेको छ मानौ कुनै महान व्यक्तिले, कुनै व्यापारीले आफ्नो मूल धन अनमोल रत्नलाई छोडेर हिँड्दैछ। सुमन्त्रजी महाराजले यस्तो लाग्दैछ। देखि निषाद विषाद बस, दोनहि शीस पछिताए। रथुहा क्यों हय राम तन, हेरी हेरी हिनाए। रथलाई हाँक्नुहुन्छ, आफ्नो शिरलाई बार बार पिट्नुहुन्छ, पछताउनु भएको छ, रुनु भइरहेको छ, विकल हुनुभएको छ। यहाँ तक कि जुन रथमा घोडाहरू जोतिएका थिए नि, ती घोडाहरू पनि रामजीको यादमा रोइरहेका छन्, हिँड्नै मान्दैनन्। घोडाहरू नै हिँड्न मान्दैनन्, रामजीलाई एकटक निहारिरहेका छन्। राम बिना मानव सम्पूर्ण चराचर जगत आज यो सुन्दर विरहलाई देखेर विरही भइरहेको छ। घोडाहरू पनि हिँड्न मान्दैनन्, घरि यता ढल्किन्छन्, घरि उता ढल्किन्छन्। रामजीको वियोगमा आँसुहरू बगाइरहेका छन्। तो यस्तो जब कसैले जब सुमन्त्रजी महाराजजीले राम राम भन्नुहुन्छ, त्यो बेलामा ती घोडाहरू पनि हिँडहिँडाहट गर्छन्, आवाज निकाल्छन्, रुदन गरिरहेका छन्। त यस्तो भाडी विकलता त्यहाँ देख्न पाइएको छ। तत्पश्चात अब गङ्गाजीलाई पार गर्नु पर्यो। तो एकजना केवट आउँछन् जो रामजीका परम भक्त थिए। तो रामजीले भन्नुहुन्छ कि केवट, तिमीले हामीलाई यो गङ्गाबाट पार लैजाऊ न भनेर रामजीले भन्नुहुन्छ। मागी नावन केवट आना, कहई तुम्हार मरुम में जाना। चरण कमल रज कहूँ सब कहई, मानुष करने मूरी कछु अहै। तब केवटले भन्छन् कि प्रभु, मैले यत्तिकै हजुरलाई मैले यो गङ्गा पार लैजान्न, किनकि हजुरको महिमालाई मैले जानेको छु। जब हजुरले आफ्नो चरणले स्पर्श गर्नुभयो तो पत्थर पनि नारी भएकी थिए, अर्थात् अहल्यालाई जब स्पर्श गर्नुभएको थियो आफ्नो चरणले, तो प्रकट भएकी थिइन्, उनको श्रापबाट मुक्त भएकी थिइन्। तब यहाँ मानव विनोदमा उनले भनिरहेका छन् कि प्रभु,
हजुरको चरण स्पर्श हुने बित्तिकै पत्थर पनि सुन्दर स्त्री बनिन। यदि हजुरको चरणको स्पर्शले यदि मेरो यो नौका, मेरो यो नाव, मेरो यो डुङ्गा यदि कहीँ स्त्री भइन् भने फेरि मेरो त जीविका नै जान्छ। फेरि मैले के खाएर बाँच्ने? मैले त यही काम गरेर आफ्नो जीविका चलाएको हुन्छु, घर परिवारलाई पालेको हुन्छु। यदि हजुरको चरणको स्पर्श हुने बित्तिकै, त्यो रजको स्पर्श हुने बित्तिकै, चरण रजको स्पर्श हुने बित्तिकै यो मेरो डुङ्गा पनि यदि स्त्री बनिन भने फेरि मेरो त रोजीरोटी मारिन्छ प्रभु। भनिसकेपछि रामजी मुस्कुराउनुहुन्छ। फेरि के चाहन्छौ? त उनले भन्छन् कि मैले हजुरको सर्वप्रथम त हजुरको चरणलाई पखाल्न चाहन्छु। त रामजीले भन्नुभयो कि चलो ठिकै छ, तिमीले जे चाहन्छौ त्यो गर, परन्तु मलाई यो गङ्गाबाट पार उतार भनेर भन्नुहुन्छ। तब जो प्रभु पार अवसिगा चाहूँ, मोही पद पदुखमा पखार न कहूँ। तो सुन्दर कलशमा जल भलेर लिएर आउँछ। तो रामजीका ती चरणहरूलाई पखाल्न लागेदछ। जुन चरणबाट स्वयं भगवती भागेर थिए गङ्गा महारानी प्रकट भएकी थिइन्, जुन चरण कमललाई महाराज बलिले आफ्नो शीशमा धारण गरेका थिए, जुन चरण कमल महाराज भगवान शङ्करको हृदयमा सदैव सुशोभित छन्, आज तिनै चरणहरूलाई केवटले पखालिरहेका छन्। पद नख निरखी दिवसी हरसी, सुनि प्रभु वचन मोह कति मति करसी। केवट राम जय रजाय सुपावा, पानी पठवता भैरी ले आवा। तो आनन्दको उमगान फुटिरहेको छ। अति आनन्द उमग्यो अनुरागा, चरण सरोज पखारन लागा। तो केवटका आँखाबाट पनि आँसुका धाराहरू बगेका छन्। हृदयमा अत्यन्त आनन्द छाइरहेको छ। उसले भन्छन् कि प्रभु मैले आज आफ्नो कुललाई पावन गरेँ, मेरा सबै पितरहरू आज प्रसन्न भए, किनकि हजुरको चरण कमललाई पखार्ने मलाई सौभाग्य प्राप्त भयो। र तत्पश्चात सियाजुलाई, रामजुलाई, लखनलाललाई सुन्दर नावमा डुङ्गामा राखेर पुनः गङ्गा पार लिएर जान्छन् र पारमा उतारिदिन्छन्। र केवटले भन्छन् प्रभु, रामजीले भन्नुहुन्छ कि हेर केवट, मेरो पासमा त अहिले दिनका लागि केही पनि छैन। तब सियाजीले आफ्नो उङ्गलीमा लगाएको अङ्गुठा निकाल्नुहुन्छ कि औँठी निकाल्नुहुन्छ र केवटलाई दिन लाग्नुहुन्छ। तब केवटले आँखाबाट आँसुका धारा बगाउँदै भन्नुहुन्छ कि प्रभु मैले त आज जीवनको सबैभन्दा ठुलो फल प्राप्त गरेको छु, मलाई केही चाहिएको छैन। जब हजुरहरू वापस आउनुहुन्छ त्यो बेलामा मलाई केही दिनुहोला। नाथ आज में कहाँ न पावा, मिटे दोष दुख दारिद दावा। बहुत काल में कीनी मजूरी, आज दिन विदिश बनिस भली भोरी। मैले जीवनभर गरेको परिश्रमको फल मैले आज प्राप्त गरेको छु। हजुरको सुन्दर चरणको दर्शन गर्ने सौभाग्य प्राप्त गरेँ, हजुरको चरणलाई पखार्ने सौभाग्य प्राप्त गरेँ। योभन्दा ठुलो सम्पत्ति मेरा लागि अरू के हुन सक्छ? तो अङ्गुठी लिएनन् केवटले। तत्पश्चात त्यहाँबाट अगाडि बढ्नुहुन्छ। तो रामजीले निषाद राजलाई पनि आफ्नो साथमा लिएर जानुभएको थियो। तो महारानी गङ्गालाई प्रणाम गर्दैछन् भगवती सीताले र गङ्गाजीसँग प्रार्थना गर्दैछन् कि माता गङ्गा मलाई आशीर्वाद दिनुहोस्, मैले 14 वर्षसम्म आफ्नो पतिदेवको सेवा गरेर पुनः यो अवधपुरीको दर्शन गर्न पाऊँ, हजुरको दर्शन गर्न पाऊँ भनेर सियाजुले भगवती गङ्गासँग प्रार्थना गर्नुहुन्छ। तो गङ्गाले पनि दिव्य आशीर्वाद दिन्छन् र तिम्रो अचल सुहाग रहनेछ, तिमी हर प्रकारबाट आफ्नो पतिदेवकी प्रिय हुनेछौ भनेर दिव्य आशीर्वाद प्रदान गर्नुभयो भगवती गङ्गाले। र तत्पश्चात भगवान श्री रामजी अगाडि बढ्नुहुन्छ, प्रयाग पुग्नुहुन्छ। फेरि प्रयागमा भरद्वाज को प्रयाग दर्शन गरेर भरद्वाजी महाराजजीको कुटीमा पुग्नुहुन्छ। लोचन गोचर सुकृत फल मनहु के विधि आने। तो भरद्वाजी महाराज पनि अत्यन्त प्रसन्न हुनुभयो, आफ्ना भगवानको दिव्य स्वागत गर्नुहुन्छ। रामजीले भरद्वाजी मुनिलाई प्रणाम गर्नुहुन्छ र भरद्वाजी महाराजले भन्नुहुन्छ प्रभु आज सुफल तप तीरथ त्यागो, आज सुफल जप जोग विरागो। सफल सकल शुभ साधन साजो, राम तुम ही अवलोक ताजो। प्रभु आज मेरो जीवन धन्य भयो। आज मैले गरेको त्याग तपस्या सम्पूर्ण तीर्थ भ्रमणहरू आज
सफल भएको छ। मेरो यो जप, मेरो यो योग, यो मेरो वैराग्य आज हर चीज सफल भएको छ। किनकि आज हजुरको दर्शन गर्ने सौभाग्य मलाई प्राप्त भयो। अब कर कृपा देहु बर एहो निज पद सरसिज सहज शनेहु। हजुरको श्री चरणारविन्दको प्रेम मलाई प्राप्त होस्, यही मलाई वरदान दिनुहोस् भनेर भरद्वाजी मुनिले आफ्नो भगवानको दिव्य स्तुति गर्नुहुन्छ। बोले राजा रामचन्द्र भगवानको, भक्तवत्सल भगवानको। र भरद्वाजी महाराजले भन्नुहुन्छ जीवनको सबैभन्दा ठुलो सफलता यही हो, हर पर मन वचन कर्मबाट छल कपटलाई छोडेर केवल हजुरको श्री चरणारविन्दमा प्रेम होस्, यही नै मानव जीवनको सबैभन्दा ठुलो फल हो भनेर रामजीको दिव्य स्तुति गर्नुहुन्छ। र तत्पश्चात पुनः भरद्वाजी महामुनिसँग विदावादी भएर रामजी त्यहाँबाट अगाडि बढ्नुहुन्छ र अगाडि गएर यमुनाजीलाई पार गर्नुहुन्छ र आफ्ना भाइ तथा आफ्नी अर्धाङ्गिनी सियाजीलाई बार बार यमुनाजीको पावन महिमाको विषयमा सम्झाउनुहुन्छ। ते पित मातु कौ सकी कैसे जिन पठाए वन बालक ऐसे। जब गाउँका नरनारीहरूले देख्छन्, जब बाटोमा जानुहुन्थ्यो त तब बहुत मान्छेहरू भेटिन्थे, तो सब नरनारीहरूले भन्थे कि अरे नजाने यति सुकुमार छोराछोरीहरूलाई कसले यो जङ्गलमा पठाएको होला। सबैजना रोइरहेका छन्। रामजी सियाजी तथा लखनलालको त्यो रूपलाई देखेर मोहित भइरहेका छन्। कोही त प्रसन्न पनि भएका छन्, अरे सखी हामीले जीवनको सबैभन्दा ठुलो यो नेत्रको लाभलाई प्राप्त गरेका छौँ। ठिकै छ, उहाँको आमा बुबाले यहाँलाई जङ्गलमा पठाएर राम्रै त गरे, कमसेकम यही कारणले हामीले देख्न त पाइयो, हामीले आफ्नो जीवनलाई सफल गराउन पाइयो, कृतार्थ गराउन पाइयो भनेर नाना प्रकारका सखीहरूले आपसमा बातचित गरिरहेका छन्। तब रामजीले निषादलाई फर्काउनुहुन्छ, निषाद अब हजुर यहाँबाट वापस जानुहोस्, अब हामीहरू अब जान्छौँ भनिसकेपछि निषाद पनि अत्यन्त दुःखी भएर पीडित भएर व्यथित भएर त्यहाँबाट आफ्नो नगरका लागि प्रस्थान गर्दछन्। र तत्पश्चात प्रेम पुलकित शरीर भएर नेत्रबाट आँसुका धाराहरू बगाउँदै रामजीलाई बारम्बार प्रणाम गरेर फेरि अगाडि बढ्छन्। निषाद आफ्नो नगरतर्फ फर्किन्छन् तर रामजी अगाडि बढ्नुहुन्छ। तो नाना प्रकारका नरनारीहरूले आफ्नो दिव्य भाव प्रकट गरिरहेका छन्। उनीहरूले भन्छन् कि अरे सखी, यदि सिया राम तथा लखनलाललाई यदि जङ्गलमा पठाउनु नै थियो तो सायद विधाता ब्रह्माजीले यो पृथ्वीमा चारैतर्फ फुलै फुल बिछाइदिन पर्थ्यो। किनकि उहाँको यो चरण त यो पृथ्वीमा टेक्नका लागि लागेको नै छैन। यति कोमल चरण उहाँका कसरी टेकिरहेका छन् होल। बरनी न जाई दशा तिन केरी लहि जनु रङ्कन सुरमणि ढेरी एकन एक बोली सिख देहि लोचन लाहु लेहु जन एहि। सबैजनाले नेत्रको आफ्नो परम लाभलाई प्राप्त गरिरहेका छन्। मानव कुनै गरिब जन्म जन्मको दरिद्रले महान मणिलाई प्राप्त गर्यो, महान रत्नलाई प्राप्त गर्यो। सबैजनाले एक टक श्री रामजीको रूपलाई हेरिरहेका छन्, सियाजीको रूपलाई हेरिरहेका छन्। सुन्दर धनुष र बाणलाई धारण गर्नुभएको छ, शिरमा जटा बनाउनु भएको छ, विशाल वक्षस्थल छ, सुन्दर सुन्दर नेत्रहरू छन्। शरद पूर्णिमाको चन्द्रमाको जस्तै सुन्दर उहाँको मुखमण्डलमा पसिनाका साना साना बुँदाहरू छिटाहरू सुशोभित भइरहेका छन्। तो यस्तो अद्भुत शोभा रामजीको मुखारविन्दको, श्री सियाजीको मुखारविन्दको। कोटि मनोज लजाव निहारे सुमिखी कहु को आहि तुम्हारे सुनि स्नेहमय मंजिल बानी सबसी मन महु मुस्काने। तो सीताजी पनि आफ्नो रामजीको त्यो छविलाई देखेर अत्यन्त प्रसन्न भएकी छिन्, पुलकित भइरहेकी छिन्। सबै सखीहरू आउँछन् र सियाजीलाई घेरेछन् र प्रश्न गर्छन् कि महारानी उहाँ हजुरको को लाग्छ भनेर प्रश्न गर्छन् सखीहरूले। तब सियाजीले भन्नुहुन्छ कि उहाँ जुन गौरवर्णीय हुनुहुन्छ, गोरो हुनुहुन्छ, उहाँ मेरो देवर बाबु हुनुहुन्छ। र आफ्ना नेताहरूलाई कटाक्ष गरेर मन्द मन्द मुस्कुराउँदै आफ्नो बाणीमा अमृत मिलाएर भगवती सीताले भन्छन् कि उहाँ जो सावल स्वरूप हुनुहुन्छ उहाँ मेरो पतिदेव हुनुहुन्छ। त सबैजना सखीहरूले बारम्बार प्रणाम गर्दछन्, धन्य हुनुहुन्छ हजुर, धन्य हुनुहुन्छ। त यस्तो अद्भुत भयो। र विधातालाई गाली पनि दिन्छन् सखीहरूले, हेर विधाता यो निरङ्कुश, यो निर्दय, यो निडर, यो विधाता ब्रह्माले पनि नजाने के गर्छन्। कल्प वृक्षलाई एउटा पेड बनाइदिन्छन्,
चन्द्रमा जस्तो एउटा सुन्दरताबाट भरिएको त्यो व्यक्तिलाई, चन्द्रमालाई रोगी र कलङ्की बनाए र समुद्रलाई खारा बनाए। यसै गरी रामजीलाई र सियाजीलाई आज वन वन भट्काइरहेको छ। यो विधाताको विधानलाई पनि नजाने हामीले मेटाउन पनि सक्दैनौँ। अब के नै गर्न सकिन्छ? तो कसैले भन्छन् कि अनेकानेक सखीहरू त्यहाँ थिए, तो उनीहरूले भन्छन् कि सखी हुनसक्छ यसो होला, हामीले आजसम्म यस्तो रूप त कहीँ पनि देखेका थिएनौँ। यो सम्पूर्ण त्रिभुवनमा यति सुन्दर रूप कहीँ पनि सुन्नमा आजसम्म आएको छैन। सायद मलाई त लागिरहेको छ यिनीहरूको रूपलाई विधाताले बनाएका होइनन्, यिनीहरू त स्वतः प्रकट भएका हुन्। किनकि राम सिया यो त साक्षात कोटि कोटि ब्रह्माण्डका अधिनायक हुन्, जगतका परम पिता परम माता हुन्। सायद मलाई यस्तो लाग्दैछ विधाताले रामजीलाई र सियाजीलाई देखेर त्यो सुन्दरतालाई देखेर उनले पनि बनाउन लागेछन् कि मैले पनि सियाजी र राम जस्तै सुन्दर कोही व्यक्तिहरू बनाउँछु भनेर हर प्रकारबाट लागि पर्यो, परन्तु अन्तिममा गएर बनाउन सकिन्छन्। किनकि सियाजीको रूप, रामजीको रूप त वर्णन गर्न नै सकिँदैन, त्यस्तो अद्भुत अनुपम छ। त विधातालाई लागेछ कि मैले जति नै प्रयत्न गरे पनि रामजीको र सियाजीको मुखमण्डल बनाउनै सकिनँ, कसैको बनाउन सकिनँ। त अन्तिममा यही रिसले, यही ईर्ष्याले गर्दा रामजीलाई र सियाजीलाई 14 वर्षका लागि वनवास पठाएको छ यो ब्रह्माले, यो विधाताले भनेर विधातालाई गाली गरिरहेका छन् सखीहरूले। बोले राजा रामचन्द्र भगवान को, भक्तवत्सल भगवान को, ती पुनि पुण्य पुंज हम लेखे, जे देखे देख है जिन्ह देखे, जो देखे वही देखता ही रह गए। तो राम जी को यस्तो अद्भुत स्वरूप, उहाँको दिव्य सुन्दरताको विषयमा सखीहरूले वर्णन गर्छन् र रामजी त्यहाँबाट अगाडि बढ्न लाग्नुहुन्छ र सबै गाउँका ती नर नारीहरू विकल हुन्छन् र जसले दर्शन गर्न पाएका थिए उनीहरूले आफूलाई गाली गर्छन्। साना बालबालिकाहरू भए, जो गर्भवती महिलाहरू छन्, जो बुढाहरू छन्, जो हिँड्न सक्दैनन्, उनीहरूले जब रामजी र सियाजीको रूपलाई देख्न पाएनन् आफूलाई गाली गरिरहेका छन्। हाम्रो जीवनलाई धिक्कार छ, रामजी सियाजी यही बाटोबाट हिँड्नु भयो परन्तु हामीले दर्शन गर्न पाएनौँ भनेर आफूलाई गाली गरेर रामजी र सियाजीले आफ्नो हृदय भवनमा देखिरहेका छन्। त यस्तो अद्भुत प्रेमको वर्णन गर्नुहुन्छ गोस्वामी श्री तुलसीदास महाराजजीले। तो रामजी र लक्ष्मणजीको बीचमा सियाजी यसरी सुशोभित भइरहेकी छिन्, मानव ब्रह्म र जीवको बीचमा माया सुशोभित हुन्छन्। जसरी वसन्त ऋतु र कामदेवको बीचमा महारानी रति सुशोभित हुन्छन्, जसरी चन्द्रमा र बुधको बीचमा महारानी रोहिणी सुशोभित हुन्छन्, यसै गरी राम र लखनको बीचमा श्री सियाजी सुशोभित हुनुभएको छ। रामजी सबैभन्दा अगाडि हिँड्नुहुन्छ र रामजीको चरण चिन्हलाई देख्दै देख्दै सियाजी अगाडि बढ्छन्। जुन रामजीको जुन चरण चिन्ह हुन्छ नि, त्यो चरण चिन्हमा नटेकिकन पतिदेवको अपराध लाग्छ भनेर आफ्नो पतिदेवको चरण चिन्हलाई नटेकिकन सम्हालेर हिँडिरहेकी छिन्। त्यो पछाडि लखनलाल आफ्नो सियाजी तथा आफ्नो भ्राता श्री रामजीको त्यो चरण चिन्हलाई हेरेर कहीँ मेरो खुट्टा उहाँको चरण चिन्हमा नपरोस् भनेर आफूलाई सम्हालेर अगाडि बढ्नुहुन्छ। त यस्तो शोभा गोस्वामी श्री तुलसीदास महाराजजीले वर्णन गर्नुहुन्छ र अगाडि बढ्नुभयो। जिन जिन देखे पथिक प्रिय, सिंह समेत दो भाई, भव मगो अमगो आनंद ते बिनु श्रम रहे सिराहे। जसले जसले रामजी तथा सियाजीको रूपलाई देखे, जति पनि अनन्त जीव जन्तुहरू थिए सबले भगवानको श्री दिव्य धामलाई, नित्य धाम साकेत धामलाई प्राप्त गर्दछन्। अगाडि बढ्दै जानुहुन्छ र तत्पश्चात एउटा सुन्दर ठाउँमा आफ्नो रातलाई बिताउनुहुन्छ र बिहान उठेर वाल्मीकिजीको आश्रममा जानुहुन्छ। वाल्मीकिजीको आश्रममा जानुभयो। तो वाल्मीकिजीले पनि रामजीको दिव्य स्वागत गर्नुहुन्छ। प्रभु हजुरलाई स्वागत छ। रामजीले वाल्मीकिजीलाई बारम्बार प्रणाम गर्नुहुन्छ, वाल्मीकिजीले आशीर्वाद प्रदान गर्नुहुन्छ। तो कन्द मूल फल रामजीलाई प्रदान गर्नुहुन्छ, सियाजीलाई प्रदान गर्नुहुन्छ, दिव्य स्वागत गर्नुहुन्छ र अगाडि गएर दिव्य स्तुति गर्न प्रारम्भ गर्नुभयो। देखि पाय मुनिराज तुम्हारे, भय सुकृत सब सुफल हमारे। रामजीले श्री विश्वामित्र, रामजीले श्री वाल्मीकिजीको श्री चरणारविन्दमा बारम्बार प्रणाम गर्दै भन्नुहुन्छ कि प्रभु आज हाम्रो जीवन धन्य भयो, आज हजुरको श्री चरणको दर्शन गर्ने सौभाग्य हामीहरूलाई प्राप्त भयो भनेर
रामजीले वाल्मीकिजीको प्रशंसा गर्नुहुन्छ। तो अब हजुरले बताउनुहोस् कि अब हामी कहाँ गएर केही समय निवास गरौँ? हजुरको नगरमा आएका छौँ, हजुरको कुटियामा आएका छौँ, हाम्रा लागि उत्तम स्थान कुन हुन्छ? रामजीले प्रश्न गर्नुहुन्छ। र तत्पश्चात श्री वाल्मीकिजी महाराजजीले भन्नुहुन्छ कि प्रभु, हजुरको महिमा अनन्त छ, अपार छ। हजुरको महिमालाई कसैले पनि जान्न सक्दैन। जसलाई जनाउन चाहनुहुन्छ उसले मात्रै जान्न सक्छ हजुरको महिमालाई। हजुरले मलाई प्रश्न गर्दै हुनुहुन्छ कि म कहाँ जाउँ? यो त भन्नुहोस् पहिला, हजुर कहाँ हुनु हुँदैन? चराचर जगत जीव एक एक कणकणमा हजुरकै त अस्तित्व छ। मैले के बताऊँ प्रभु, हजुर कहाँ जाउँ भनेर प्रश्न गरिराख्नु भएको छ। सोई जानै जही देहु जानाई, जानत तुम्हें तुम्हें होई जाए, तुम्हारी कृपा तुम्हें रघुनंदन, जानहि भगत भगत उर चंदन। प्रभु, जब हजुरको कृपा हुन्छ, जब आफ्नो महिमा कुनै जीवको हृदयमा व्याप्त गरिदिनुहुन्छ त उसले ब्रह्म सुखलाई प्राप्त गर्दछ र हजुरको वास्तविक स्वरूपलाई उसले बुझ्न सक्दछ। मन मारिया तन बस में कीना, हुआ भरम सब दूर, बाहर से कुछ देखत नहीं अंदर चमके नूर, आपो त्याग जगत में बैठे नहीं किसी से काम, उनमें तो कुछ अंतर नहीं संत कहो चाहे राम। तो जसले आफ्नो हृदयमा रामजीको दिव्य स्वरूपलाई धारण गर्यो, फेरि उसमा र रामजीमा कुनै पनि प्रकारको भेद हुँदैन। वाल्मीकिजीले बार बार रामजीलाई प्रणाम गर्दै भन्नुहुन्छ कि प्रभु, मैले के बनाऊँ? हजुरले मलाई प्रश्न गर्दै हुनुहुन्छ कि म कहाँ गएर निवास गरौँ? मैले हजुरलाई अब बताउँछु। हजुर वहाँ गएर निवास गर्नुहोस् जहाँ भक्तजनहरूले हजुरको नामको सङ्कीर्तन गरिरहन्छन्, हजुरका दिव्य दिव्य लीला चरित्रहरूको श्रवण गर्दै गर्दै आफ्नो जीवनलाई बिताइरहेका छन्। हजुरको लीलालाई नै जसले आहार बनाएका छन् ती भक्तजनहरूको हृदयमा गएर निवास गर्नुहोस् भनेर श्री वाल्मीकिजी महाराजजीले भन्नुभयो। जसको हृदयमा काम क्रोध लोभ मोह मद मात्सर्य इत्यादि दुर्विकारहरू छैन, ती भक्तजनहरूको हृदयमा गएर निवास गर्नुहोस्। र जुन महापुरुषले हजुरहरूको नाम रूपी मोती चुमिरहेका छन् ती सन्त महापुरुषहरूको हृदयमा गएर निवास गर्नुहोस्। जसले यो नासिकालाई हजुरको श्री चरणारविन्दमा चढेको तुलसीमा अर्पण गरेका छन् ती भक्तजनहरूको हृदयमा गएर निवास गर्नुहोस्। जुन भक्तजनहरूले सुन्दर भोग बनाएर हजुरलाई अर्पण गर्दछन् ती भक्तजनहरूको हृदयमा गएर निवास गर्नुहोस्। जसको हृदयमा कपट छैन, छल छिद्र नाना प्रकारका विकारहरू छैनन् ती महापुरुषहरूको हृदयमा गएर निवास गर्नुहोस्। हर प्रकारका निवासका स्थान दिनुहुन्छ। स्वामी सखा मातुरा जिनके सब तुम तात, मन मंदिर तिनके बसहो सिय सहित दो भ्रात। जसले हजुरलाई नै स्वामी, जसले हजुरलाई नै आमा, हजुरलाई नै बुबा, हजुरलाई नै सगा सम्बन्धी मान्छ तिनै भक्तजनहरूको मन्दिरमा गएर हजुरले निवास गर्नुहोस्। जसले सम्पूर्ण आफ्ना अवगुणहरूलाई छोडेर ब्राह्मण तथा गौमाताहरूको रक्षा गर्दछ, जसले कहिले पनि नीति र नियमको विरुद्धमा जाँदैन, जसले सदैव आफ्नो धर्मको पालना गरेको छ ती महापुरुषहरूको हृदयमा गएर निवास गर्नुहोस्। जाहि न चाहिए कबहु कछो, तुम सन सहज सने हो, बसहु निरंतरता सुमन, सोरा उर निज गृह हो। जसले जीवनमा हजुरलाई बाहेक कसैले चाहँदैन के, जसको हृदयमा अनन्य प्रेम छ हजुरप्रति तिनै भक्तजनको हृदयमा गएर निवास गर्नु वास्तवमा। परन्तु अहिलेको परिस्थितिलाई हेर्दा जुन हजुरले प्रश्न गर्नुभएको छ म कहाँ गएर बसौँ, त मैले हजुरका लागि एउटा दिव्य ठाउँ बताउँछु। हजुर चित्रकूटमा गएर निवास गर्नुहोस् केही समय भनेर वाल्मीकिजी महाराजजीले भन्नुभयो। चित्रकूट गिरि करहु निवासो, तहाँ तुम्हार सब भांति सुपासो, शैल सुहावन कानन चारो, करिके हरि मृग विहग विहारो। आहा, तो चित्रकूटमा सम्पूर्ण हिंस्रक जन्तुहरूले पनि आफ्नो वैर भावलाई छोडेर मिलेर बसिरहेका हुन्छन्। त्यो दिव्य धाम छ जहाँ अनन्त ऋषि महर्षिजनहरू बसेका छन्। त्यो ठाउँमा जहाँ मन्दाकिनी बगिरहेकी छिन् त्यो चित्रकूट धाममा गएर हजुर निवास गर्नुहोस् भनेर वाल्मीकिजीले भन्नुभयो रघुनन्दनलाई। र तत्पश्चात पुनः दिव्य प्रणाम गरेर रामजी त्यहाँबाट विदावादी भएर अगाडि बढ्नुहुन्छ। र जब चित्रकूटमा गएर निवास गर्न लाग्नुभयो
र चित्रकूटमा जति पनि साधु सन्त अमलात्मा विमलात्मा महापुरुषहरू थिए सब रामजीको दर्शन गर्नका लागि सबै ब्राह्मणहरू जान्छन्। सबलाई ठाकुरजीले प्रणाम गर्नुहुन्छ, रामजीले प्रणाम गर्नुहुन्छ, सबै ब्राह्मणहरूले आशीर्वाद दिन्छन्। तत्पश्चात वहाँ चित्रकूटमा जति पनि भिलिनीहरू थिए, वनवासीहरू थिए, सबैजना कन्द मूल फल टोकरीमा सजाएर लिएर आउँछन् र भन्छन् कि प्रभु अब हजुरलाई हामीले कुटिया बनाइदिन्छौँ। हेर्नुहोस्, बहुत प्रेम गर्छन् उहाँका वनवासीहरूले। सबैजना आउँछन् र लक्ष्मणजी पनि मिल्नुभयो र दुईवटा कुटी बनाउनु भयो, एउटा अलि ठुलो र अर्को अलिकति सानो। जुन कुटीमा रामजी र सियाजु निवास गर्नुहुन्थ्यो र सानो कुटीमा लखनलाल केही समय भए पनि विश्रान्ति गर्नुहुन्थ्यो। जबकि लखनलाल कहिले शुद्धै सुत्नु भयो, 12 वर्षसम्म शुद्धै सुत्नु भएन, सदैव आफ्नो सिया रामजीको सेवा गर्नुभयो। तर पनि उहाँका लागि पनि एउटा कुटिया बनाइयो। त्यस्तो अद्भुत शोभा र जति पनि चित्रकूटका ती निवासीहरू थिए सबैजना आउँछन्, रामजीको दिव्य गुणानुवादहरू गर्दछन्। तो सबै कहिले कसले फल लिएर जान्छ, कन्दमूल फलहरू लिएर जान्छन्, शीतल जल लिएर जान्छन्। जबबाट भगवान श्री चित्रकूटमा बस्न लाग्नुभयो तो हर प्रकारबाट आनन्द नै आनन्द छाइरहेको छ। तो लक्ष्मणजीको हृदयमा पनि रामजी तथा सियाजु प्रति यसरी प्रेम बढ्छ कि उहाँलाई घरको याद पनि आउँदैन कि। जबकि अवधपुरीलाई छोडेर आउनुभएको छ, आमा बाबुलाई छोडेर आउनुभयो, आफ्ना स्वजन सम्बन्धीहरूलाई छोडेर आउनुभयो, परन्तु रामजी र सियाजीको चरणारविन्दमा प्रेम दिन प्रतिदिन बढिरहेको छ। अतः उहाँको हृदयमा मैले अवधलाई छोडेँ भन्ने भावै आएको छैन, घरलाई नै याद गर्नुभएको छैन। सिया र रामको प्रेममा विकल हुनुहुन्छ श्री लक्ष्मणजी महाराज। सबै मृग पशु पक्षीहरू पनि श्री रामजीको शोभालाई, सियाजीको शोभालाई देखेर अत्यन्त उन्मत्त हुन्छन्। सम्पूर्ण चित्रकूट पर्वत रामजीको दिव्य स्वागतका लागि चारैतर्फबाट हरियाली बनेको छ। सबै ती रुखहरूमा लटरम्म फल लागिरहेका छन् कि ठुला ठुला फुलहरूले ती लताहरूको माध्यमबाट रामजीको चरणलाई छुनका लागि दौडिन्छन्, लताहरूको माध्यमबाट। त यस्तो अद्भुत शोभा। चित्रकूटका सबै जति पनि फुल ठुला ठुला वृक्षहरू थिए मन्दाकिनीमा आफ्नो पुष्पलाई छोडिदिन्छन्। मन्दाकिनीमा आफ्नो पुष्पलाई छोडेर मानव उनीहरूले भनिरहेका छन् कि हे मन्दाकिनी, हामी त रामजीको त्यति नजिक पुग्न सक्दैनौँ, परन्तु तिमी जाऊ र हामीले दिएका यो फुलहरूलाई समर्पित गर भनेर सबै रुखहरूले त फुल जति मन्दाकिनीलाई समर्पित गर्छन्। र मन्दाकिनीले पनि आफ्नो उत्ताल तरङ्ग रूपी हातहरूले श्री रामजीलाई ती फुलहरू प्रदान गर्दैछन्। त यस्तो अद्भुत सम्पूर्ण चराचर जगत रामजीको त स्वागत सेवा सत्कारमा नित्य निरन्तर लागिरहेको छ। सबै वनवासीहरू पनि आउँछन्, टोकरी भरेर लिएर आउँछन्, फलफुलहरू र कन्दमूलहरू लिएर आउँछन्। तो बहुत प्रेम। तो सियाजी पनि बहुत आनन्दमा हुनुहुन्छ। रामजीले पनि ती ग्रामवासीहरूको दिव्य सेवालाई देखेर, प्रेमलाई देखेर आनन्दित पुलकित भइराख्नु भएको छ। सबैलाई स्नेह गर्नुहुन्छ। जसरी एउटा बच्चाले आफ्नो पिताले स्नेह गर्दछन्, त्यसै गरी रामजीले पनि सम्पूर्ण वनवासीहरूलाई प्रेम गर्नुहुन्छ, सबलाई आनन्द प्रदान गर्नुभएको छ। परन्तु जब जब अयोध्याको याद आउँछ तब रामजीको आँखाबाट आँसुका धाराहरू बग्छन्। जब भरतजीको स्मरण आउँछ तब दशरथजी महाराजजीको स्मरण आउँछ। जब आफ्नी प्यारी आमा माता कौशल्याको याद आउँछ तब छटपटाउनुहुन्छ, विकल हुनुहुन्छ। त्यो बेलामा सियाजुले, लखनलालले बार बार सम्झाउनुहुन्छ। त यस्तो अद्भुत रामजीको दिव्य शोभा चित्रकूटमा सुशोभित भएको छ। सम्पूर्ण चित्रकूटमा जति पनि ब्राह्मण ऋषि महर्षिजनहरू थिए दिव्य सत्सङ्गका लागि ठाकुरजीको चरणमा पुग्दछन्। भगवानले पनि उनी ब्राह्मणहरूसँग दिव्य उपदेश सुन्नुहुन्छ र आफूले पनि विविध प्रकारका सत्सङ्गहरू गर्नुहुन्छ। त्यो नाना प्रकारका भावहरू गोस्वामी श्री तुलसीदास महाराजले वर्णन गरिराख्नु भएको छ। र यता अब यो प्रसङ्गलाई एकैछिन विराम दिएर गोस्वामी श्री तुलसीदास महाराजले त्यो प्रसङ्गलाई प्रारम्भ गर्नुहुन्छ। जब सुमन्त्रजीले राम, लखन तथा सियालाई छोडेर अब अवधका लागि प्रस्थान गरे, जब उता निषाद पनि रामजीलाई छोडेर यता वापस आएको थियो, तो बीचमा सुमन्त्रलाई देख्छन्। सुमन्त्र अवध जान सकेनन् कि अयोध्या जानै सकेनन्। म के मुख लिएर जाउँ? दशरथ दिदीले मलाई भन्नुभएको थियो कि 4-5 दिन वनलाई देखाएर उनीहरू सायद डराउँछन् होला, हत्तिन्छन् होला, कमसेकम राम र लखन नआए पनि सियाजुलाई त लिएर आउनु भनेर पठाउनु भएको थियो। परन्तु उहाँहरू जान मान्नु भएन। म खाली हात छु, खाली हात के जानु? बरु त यही जङ्गलमा मैले आफ्नो शरीरलाई छोडिदिन्छु, आफ्नो प्राणलाई छोडिदिन्छु।
हे विधाता, हे ब्रह्मा, तैँले राम तथा सियाबाट वियोग गराएर पनि मेरो प्राणलाई लिइराखेको छैनस्। मलाई नजाने तँलाई जुन नारकीय शरीर हुन्छ नि, यातना शरीर हुन्छ, जुन नरकमा पापीहरूले जुन शरीरलाई प्राप्त गरेर त दुःखलाई भोग्छन्, मानव सुमन्त्रजीले पनि भन्नुभएको छ, मलाई पनि यो विधाता ब्रह्माले मलाई यो यातना शरीर दिइराखेको छ। म मर्न चाहँदा चाहँदै पनि यो प्राणले यो शरीरलाई छोडिराखेको छैन। बहुत विलाप गर्नुभयो, म कसरी जाउँ, के गरौँ। उहाँलाई यस्तो लागिरहेको छ कि उहाँले आफ्नै आमाको हत्या गरे जस्तो त भान भएको छ कि कुनै गौ हत्या, कुनै ब्राह्मण हत्या, आफ्नै आमा बुबालाई मारे जस्तो त्यस्तो पश्चाताप, दुःख, खेद प्रकट भइरहेको छ सुमन्त्रजीको हृदयमा। लोचन सजल डिठी भई थोरी, सुनै न सक श्रवण विकल मति भोरी, सुखै अधर लागे मुह लाटे, जिउ न जाए उद अवधि कपाटे। परन्तु हृदयमा एउटा भाव छ, 14 वर्ष जसो तसो काटिएला, तो 14 वर्षपछि रामजीको मुखकमलको दर्शन गर्ने सौभाग्य त मलाई प्राप्त हुन्छ। बस यही विचारलाई हृदयमा धारण गरेर जसो तसो आफ्नो प्राणलाई बचाएर बसेका छन्। घोडा एकापट्टि छन्, रथ एकापट्टि छ, आफू एकापट्टि मूर्छित भएर लडिराख्नु भएको छ। राम राम सिया सिया भन्नुहुन्छ। जब निशाजी फर्केर आउँछ त हेरेछन् त सुमन्त्रजीको त्यो स्थितिलाई, दौडिँदै दौडिँदै जान्छन्, उठाउँछन्। प्रभु यो कुन स्थिति हो, हजुर जानुहोस् अवधमा गएर हजुर नै त सहारा हुनुहुन्छ, यो बेलामा गएर सम्झाउनुहोस् सबैलाई। राम र सियाको वियोगलाई कसैले पनि सहन गर्न सकिरहेको छैन। सुमन्त्रजी महाराजले भन्नुहुन्छ कि हेर निषाद, यो मेरो हृदय फाटिरहेको छैन, यो हृदयको अझै पनि टुक्रा टुक्रा भइरहेको छैन। म पापी, म कलङ्की, म अपराधी। रामजीले र सियाजीले मलाई छोडेर जानुभयो, तर पनि यो प्राण यो शरीरमा बसिरहेको छ, नजाने कुन भोग भोग्नका लागि बसिरहेको छ। तो नाना प्रकारका विलाप गरिरहनु भएको छ, उठ्ने सामर्थ्य पनि छैन, लतारिनु भएको छ श्री सुमन्त्रजी महाराज। जब अन्तिम स्थिति भयो तब निषादले आफ्ना 4वटा सेवकलाई पठाउँछन् कि जाऊ सुमन्त्रजीलाई छोडेर आऊ, अवैधमा पुर्याएर आऊ। तो 4वटा सेवकहरू पनि दिव्य रथलाई समार्छन्, घोडाहरू पनि हिँड्न मान्दैनन्, जसो तसो बिस्तारै 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 गरेर केही समय पश्चात श्री सुमन्त्रजी महाराज अवधपुरीमा पुग्नुभयो। अवधपुरीको नजिकै पुग्नुहुन्छ, परन्तु राजभवनमा जाने साहस छैन। गाउँलेहरूले सोधे भने के भन्ने, सबै अवधवासीहरू यो रथलाई देखेर दौडिँदै दौडिँदै आउँछन् होला। त्यो बेलामा मैले के उत्तर दिने, सबले मलाई गाली गर्छन्, सबले मलाई नाना प्रकारका कलङ्की भन्छन् होला। कोही कोहीले त आफ्नो प्राणलाई पनि छोडिदिन्छन् होला, रामजी र सियाजु फर्केर आउनु भएन भनेर। म कसरी जाउँ। तो दिनभर एउटा रुखको फेदमा बस्नुहुन्छ। जब साँझ साँझ पर्यो, जब रात्रिको बेला भयो, बल्ल जानुहुन्छ श्री सुमन्त्रजी महाराज। बोलो गोस्वामी श्री तुलसीदास जी महाराज को, राजा रामचंद्र भगवान को। अर्जुनलाई बोलाउनु, भगवान आउनुभयो। जब अँधेरा भयो त अँधेरा भयो, तब प्रवेश गर्नुहुन्छ। रतु पहिचानी विकल लखी घोरी, गरही गात जिमियात पोरी, नगर नारी नर व्याकुल कैसे, निघटत निरमीन गण जैसे। जब अयोध्यावासीहरूले तो रथ कराएको देख्छन्, घोडाहरू चिल्लाएको देख्छन्, रातको समय त थियो तर पनि सब दौडिएर जान्छन्। जब रथ सुना देख्छन्, सुमन्त्रजीलाई एक्लै देख्छन्, तब हृदय फाट्छ उनीहरूको पनि। कौशल्याजी पनि दौडिँदै दौडिँदै आउँछिन्, छैन कोही पनि। रथमा राम र लखन सियाजु छैनन्, नदेखेर विकल हुन्छन्। त सुमन्त्रजी महाराजजी अगाडि बढ्नुहुन्छ। तो राजमहल पनि यस्तो लागिरहेको छ कि स्मशान भूमि जस्तै लागिरहेको छ, नरक जस्तै लागिरहेको छ। उहाँले त्यो चरण अगाडि बढाउन चाहँदै चाहँदै पनि त्यो बढ्नै चाहँदैनन् ती चरणहरू। कसरी यो भवनमा प्रवेश गरौँ, जुन भवनमा राम र सिया हुनुहुँदैन, त्यो भवनको शोभा कहाँ हुन सक्छ। त दिव्य पीडा उहाँको हृदयमा प्रकट भइरहेको छ। तो आसन सैया आभूषण त्यागेर श्री दशरथजी महाराजजी सायद फर्कर पो आउँछन् कि भनेर यो बाट जोहेर बस्नु भएको थियो, परन्तु जानुभयो सुमन्त्रजी महाराज कौशल्याको कक्षमा जानुहुन्छ।
कौशल्या महारानी रुदन गर्दै बसिरहेकी थिइन्। त्यो राजा पनि व्याकुल भएर बसिरहेका थिए। त्यो सुमन्त्रजीले राजा दशरथलाई प्रणाम गर्छन् कि प्रभु हजुरको चरणारविन्दमा कोटिसह नमन छ। जब सुमन्त्रलाई देख्छन् दशरथजीले आफ्नो छातीमा लगाउँछन्, मानव साक्षात रामजी आए, किनकि रामको कुनै सेवक आएको छ। आफ्नो छातीमा लगाउनुहुन्छ। सुमन्त्र बताऊ न बताऊ, केही नयाँ सन्देश लिएर आएका छौ? मेरा सियाजु वापस आएन, राम लखन वापस आए, कहाँ छन् राम, कहाँ छन् सिया, कहाँ छन् लक्ष्मण? तो आँखाबाट आँसुका धाराहरू बग्छन् सुमन्त्रजी महाराजले। सबै बताउनुहुन्छ, जन्म मरण सब दुख सुख भोगा, हानि लाभ प्रिय मिलन वियोगा, काल कर्म बस हो ही गोसाई, बर बस राति दिवस की नाई। तो सम्झाउनुहुन्छ सुमन्त्रजी महाराजले राजा दशरथलाई, प्रभु यति विकल नहुनुहोस्, जीवनमा हानि लाभ जय पराजय जन्म मृत्यु यी आइरहन्छन्, यति विकल भएर जीवन चल्दैन प्रभु, आफूले आफूलाई सम्हाल्नुहोस्। त्यो सम्पूर्ण कुराहरू बताउँछन्। सबैभन्दा पहिलेको दिन तमसा नदीको तैरमा बस्नुभयो, तत्पश्चात श्रृङ्गवेरपुरमा जानुभयो र वहाँ गइसकेपछि मलाई बताउनु भयो कि सुमन्त्रजी अब हामी वापस जाउँदैनौँ। उहाँले आफ्नो ती रोमहरूलाई पनि जटाको रूपमा परिणत गर्नुभयो, चोप लगाइदिएर मलाई थाहा भएको अब वापस जानु हुँदैन। फेरि उहाँलाई प्रणाम गरेर म वहाँबाट फेरि फर्केर आएँ, उहाँहरू आउनु भएन। जब राजा दशरथलाई लाग्यो कि वापस आउनु भएन, तब त बहुत विकल भए। तो बार बार विलाप गर्छन्। दशरथजी महाराजजीले भन्नुहुन्छ, सुनि विलाप दुख हो दुख लागा, धीरज हो कर धीरज भागा। गोस्वामी श्री तुलसीदास महाराजले भन्नुहुन्छ कि राजा दशरथको त्यो विलापलाई सुनेर धीरजले पनि आफ्नो धैर्यलाई छोडेछ कि दुःखले पनि दुःख मानिरहेको छ। हा विधाता, तैले दशरथको माथि कति ठुलो आपत्ति विपत्ति लिएर आइस। सबैले शोक गरिरहेका छन्। उहाँलाई लागिरहेको छ कि अब मेरो प्राण यो शरीरलाई छोडेर जान चाहन्छ, अब म जिउन पनि चाहन्न। तो सूर्य माता कौशल्याले सम्झिने छिन् कि अब सूर्यकुलको सूर्य अस्त हुन गइरहेको छ। राजा दशरथजीलाई बार बार सम्झाउँछन् कि महाराज हजुरले आफूले आफूलाई सम्झाउनुहोस्, आफ्नो मनलाई बार बार सम्झाउनुहोस्। यो बेला हजुरले नै हामीलाई सहारा दिने बेला हो। हामी पनि त राम्रो सियाको वियोगमा तडपिरहेका छौँ। यदि यो बेलामा हजुर आफै दुखी हुनुहुन्छ भने फेरि हामीले कसरी सम्हाल्छ? तो बार बार सम्झाउनुहुन्छ मार्गलाई। कर्णधार तुम अवध जहाजो, चढ्यौ सकल प्रिय पथिक समाजो। हजुरले नै नाउ भनेर यो दुःखलाई पार गराउने सामर्थ्य हजुरमा आउन सक्छ। यदि हजुर पनि डुब्नु भयो भने हामी त यत्तिकै पनि डुबिसकेका छौँ। सहारा दिनुहोस्, सहारा दिनुहोस्। कौशल्याजीले बोले, दशरथजीलाई भन्छन् कि हेर कौशल्या, मलाई यस्तो लाग्दैछ अब मेरो अन्त्य समय आइसकेको छ। म रामको बिना बाँच्न सक्दिनँ, म सियाको बिना बाँच्न सक्दिनँ। यो मेरो हृदय फाटेको पनि छैन, यो प्राण किन निस्किरहेको छैन? जुन रामलाई मैले सिंहासन दिनेवाला थिएँ र उसलाई मैले वनवास दिएँ, त्यो बेलामा पनि रामको मुखमा कुनै पनि प्रकारको अप्रसन्नता थिएन, दुःख त मलिन मुख थिएन के। तो राम, त्यस्तो रामलाई मैले आज खोएको छु। तो रामको वियोगलाई मैं सहन गरिरहेको छु। मेरो प्राण किन निस्किएको छैन भनेर विरह व्यथा प्रकट गरिरहेका छन्। तो अन्तिममा गएर उहाँले आफ्नो प्राणलाई छोडिदिनुहुन्छ दशरथजी महाराजजीले। हार गुनन्दन प्राण पीड़िते, तुम बिनु जियत बहुत दिन बीते। हा जानकी लखन हा रघुबर, हा पितु हित चित चातक जलधर। हा रघुनंदन, हा राम, हा जानकी, हा लखन, अब तिमीहरूको वियोगलाई मैले सहन गर्न सक्दिनँ। तिमीहरूको वियोगबाट म अब जीवित रहन सक्दिनँ। तो रामजी गएको 7 दिन भएको थियो। तो दशरथजी महाराजले पनि अन्तिममा राम 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 7 चोटि राम नामको उच्चारण गरेर आफ्नो प्राणलाई छोडिदिनुहुन्छ। राम राम कहीं राम कहीं, राम राम कहीं राम, तनु परिहरि रघुबर बिरह, राव गयो सुरधाम। दशरथजी महाराज राम 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 भन्दै आफ्नो प्राणलाई छोडिदिनुहुन्छ।
जब दशरथजी महाराजले प्राण छोड्नुभयो त हाहाकार मच्यो चारैतर्फ। माता कौशल्या छाती पिटेर रुन लाग्छन्, माता सुमित्रा आफ्नो छातीलाई पिटेर रुन लाग्छन्। सबै मन्त्रीहरू भेला हुन्छन्, के बोल्ने के गर्ने कसैलाई समझमा आएको छैन। र तत्पश्चात वशिष्ठजी महाराजजी आउनुहुन्छ, बार बार सम्झाउनुहुन्छ यो दुःखको घडीलाई सहन गर, विधाताले हाम्रो माथि बहुत ठुलो अत्याचार गरिरहेको छ, यो समयलाई सहन गर्नुपर्छ भनेर श्री वशिष्ठजी महाराजले बार बार सम्झाउनुहुन्छ। र भरत र लक्ष्मण त्यो बेलामा हुनुहुन्थेन, अवधमा मामाघर जानुभएको थियो र एउटा नौकामा नावमा तेल भरेर दशरथजीको शरीरलाई राख्नुहुन्छ। तेलमा शरीर डुबाएपछि त्यो शरीर सड्दैन भन्ने, सड्दैन होला सायद, त्यही भएर। र तत्पश्चात वशिष्ठजी महाराजजीले आफ्ना त्यहाँ जति पनि सेवक थिए उनीहरूलाई भन्छन् कि जाऊ अब भरतजीले आएर शत्रुघ्नलाई बोलाएर लिएर आऊ। त्यो जान्छन्, सेवकहरू दौडिँदै घोडामा चढेर जान्छन् र भरत र शत्रुघ्न आफ्नो मामा घरमा बस्नु भएको थियो। उहाँको हृदयमा पनि बहुत धेरै अपशकुन भएका थिए, भरतजीको हृदयमा पनि। उहाँलाई पनि यस्तो लागिरहेको थियो कि केही न केही अनिष्ट हुनेवाला छ। बार बार भगवान शङ्करलाई प्रणाम गरेर मनाउँदै हुनुहुन्थ्यो कि प्रभु मेरा अवधवासीहरूको रक्षा गर्नुहोला, मेरो रामजीको रक्षा गर्नुहोला, मेरो पिताजीको रक्षा गर्नुहोला। आँखाबाट दरवर्ती आँसुका धाराहरू बगेका छन् श्री भरतजी महाराजजीको। तो सबै सेवकहरू पुग्छन्, गएर भन्छन् कि हजुरलाई गुरुदेवले स्मरण गर्नुभएको छ, छिटो हिँड्नुहोस् अयोध्यामा। तब त मानौ कि उहाँको हृदय फाट्न लाग्यो। श्री लक्ष्मण शत्रुघ्न एवं भरतजी महाराज दिव्य घोडामा चढेर दौडिँदै दौडिँदै आउनुहुन्छ। जब अयोध्यामा आउनुहुन्छ त टाढैबाट हेर्नुहुन्छ त अयोध्या श्रीहीन भएको थियो, ऐश्वर्यहीन भएको थियो। चारैतर्फ कौवाहरू आएर कराइरहेका थिए, भारी विषाद छाएको थियो। मानव यस्तो लागिरहेको छ कि आज अयोध्या रहेन, नरक जस्तै बन्यो, श्मशान भूमि जस्तै बन्यो। त्यसपछि असगुण होइ नगर पैठारा, रटै कुभाती कुखेत कराला। हृदयमा बहुत बडा सन्ताप प्रकट भइरहेको छ। सबैजना दुःखी छन्, सबैजना मलिन छन्। नगरमा प्रवेश गर्नुहुन्छ, सोध्ने सामर्थ्य पनि भएको छैन, बोली नै निस्केको छैन भरतजी महाराजजीको मुखबाट। कसलाई के सोध्ने, भारी अनिष्ट भयो। अवश्य पनि केही न केही त भएको छ। नगरवासीहरूले पनि केही भन्दैनन्, पल्ल परेर बसिरहेका छन्, पागल जस्तै भएका छन् रामजी र सियाजीको वियोगमा। र अरू त सबै परेशान थिए, दुःखी थिए, परन्तु कैकेयी बडो प्रसन्न थिइन्। र कैकेयीले आफ्नो थालमा आरती सजाउँछिन् र आफ्नो पुत्रको आरती उतार्छिन् कि बाबु स्वागत छ, स्वागत छ तिमीलाई। मैले हर प्रकारका काँटाहरूलाई फ्याँकिदिने, तिम्रो ऐश्वर्यलाई छिन्न लागेका हर प्रकारका विघ्न व्यवधानहरूलाई मैले हटाइदिइसकेँ। अब यो अयोध्याको राजा तिमी हुनेछौ भनेर माता कैकेयीले भन्छन्। त भरतजी महाराजले भन्छन् कि माता हजुरले के भन्दै हुनुहुन्छ? हेर्नुहोस् यो अयोध्यामा यति धेरै विषाद छाएको छ, सबैजना दुःखी देखिएका छन्, यसको कारण के हो प्रश्न गर्नुहुन्छ। तब माता कैकेयीले आफूले गरेको सम्पूर्ण करणी बताउँछिन् कि राजा दशरथजीलाई मैले यसरी दुईवटा वरदान मागे, तिम्रा लागि राज्य र रामका लागि वनवास। र बीचमा आएर एउटा दुःख यो भयो कि दशरथजी महाराजले आफ्नो शरीरलाई छोडिदिनु भयो। बस यति नै एउटा सानो दुःख भयो, धेरै दुःखी हुनुपर्ने आवश्यकता पनि छैन। किनकि दशरथजी त धर्मात्मा हुनुहुन्थ्यो। जीवन रहँदै पनि उहाँले विविध प्रकारका मान सम्मान कीर्ति भोग विलास प्राप्त गर्नुभयो र जाने समय आएको थियो, जानुभयो। अब धेरै सोच गर्नुपर्ने आवश्यकता छैन। अब तिमीले त आफ्नो पिताजीको वचनलाई धारण गर, अब तिमी राजा हुनेछौ, यो सम्पूर्ण अयोध्याको राजा तिमी हुनेछौ भनेर माता कैकेयीले भन्छन्। तब तो भरतजीले विलाप गर्न लाग्नुभयो। जब थाहा भयो कि दशरथजी महाराजले आफ्नो प्राणलाई छोड्नु भयो, तब चिच्याउन लाग्नुहुन्छ। तात तात हातात पुकारी, परे भूमि तल व्याकुल भारी। बार बार जमिनमा आफ्नो शिरलाई पटक्नुहुन्छ। हा पिताश्री, हा पिताश्री, हजुरलाई गएको बेलामा मैले अन्तिमचोटि जल पनि पिलाउन सकिनँ, हजुरको मुखलाई पनि देख्न सकिनँ, र हजुरले मलाई रामजीलाई सोप्न पनि सक्नु भएन। यो दैवले के गर्यो? योभन्दा पनि दुःखी त तब हुनुभयो जब थाहा भयो कि माता कैकेयीले रामजीका लागि 14 वर्षको वनवास मागेकी छिन्।
तत्पश्चात हृदयमा यति धेरै पीडा यति धेरै सन्ताप प्रकट भयो त भरतजी महाराजजीले भन्नुहुन्छ धीरज धरि भरि लेहि उसासा पापिनी सबहि भाति कुलनासा। आफ्नी आमालाई भन्नुहुन्छ अरे पापिनी, अरे कुलङ्गारिनी, अरे घरलाई नाश गर्ने वाली कलङ्की, तैँले यो के गरिस्? मेरो प्राणलाई मबाट अलग गरेर मलाई राज्य गद्दीमा राख्न चाहन्छिस्, जबकि मेरो प्राण भनेको त रामजी हो। रामजी त सारा सम्पूर्ण चराचर जगतका एकमात्र प्रिय आराध्य हुनुहुन्छ। उनी रामसँग पनि तैँले विरोध गरिस्। धिक्कार छ तेरो जीवनलाई। पेड काटिते पालौ सिचा, मीन जियत नीति बारी उलिचा। तैँले त जरालाई काटेर तो शाखालाई पाल्न चाहन्छिस्, अर्थात् रामजीलाई वनवासमा पठाएर मलाई राजा बनाउन चाहन्छिस्, जबकि राजा राम बिना त मेरो कुनै पनि प्रकारको अस्तित्व नै छैन। जसरी एउटा मछली पानी बिना जीवित रहन सक्दैन, त्यसै गरी म राम बिना जीवित रहन सक्दिन। यो कुमति तँलाई कहाँबाट आयो? जननी तू जननी भई विदिशन कछु न बसाए। धिक्कार छ यो मेरो जन्मलाई। यो भरत तेरो कोखबाट जन्मिएर यो महान कलङ्कको टीका लगाएर आज घुमिरहेको छ। यो मेरो प्राण किन निस्किरहेको छैन? जबले कुमति कुमत जिया ठयौ, खण्ड खण्ड होइ हृदय न गयौ। बरमागत मन भई नहीं पीरा, गरे न जीह मुह पर्यौ न कीरा। जब तैँले तो वरदान मागिस् रामजीलाई वनवास दिनका लागि, त्यो बेलामा तेरो यो शरीर टुक्डा टुक्डा किन भएन? तेरो यो जीवमा किरा किन परेन? तेरो यो जीव किन कुहिएन, किन झरेन? आफ्नी आमालाई गाली गर्दै हुनुहुन्छ के? रामजीको वियोगलाई सहन गर्न नसकेको कारणले गर्दा। विधि हुन नारी हृदय गति जानी, सकल कपट अघ अवगुण खाने। वास्तवमा कविहरूले राम्रो नै भन्थे, स्त्रीहरूको हृदयलाई हर कसैले सहसा पहिचान गर्न सक्दैन। महाराज दशरथजी त अत्यन्त सरल सिधा हुनुहुन्थ्यो। उहाँले सहसा सायद तमा विश्वास गर्नुभयो होला कि था तैँले यो अवधपुरीलाई दावाग्नि मानेर जलाउँछिस् भन्ने सायद दशरथजी महाराजले कहाँ थाहा थियो र? त अत्यन्त पीडित हुनुभयो र अन्तिममा गएर के भन्ने? भे अति अहित राम तेहि तोहि, को तो अहसि सत्य कहु मोहि। जो हसी सो हसी मुह मसिलाए, आँखी ओट उठी बैठै जाए। चलो ठिकै छ, अब तैँले पठाइस् त पठाइस्। आजबाट जीवनमा तेरो मुखलाई मैले देख्ने छैन। जहाँ आफ्नो मुखमा कालो पोतो दल र मेरो यो आँखाबाट त टाढा जा भनेर आफ्नी आमालाई भन्नुभएको छ श्री भरतजी महाराजजीले। राम विरोधी हृदय ते प्रकट किन विधि मोहि। मैले कसैलाई दोषी दिउँ विधाता? वास्तवमा दोषी त मै हो, वास्तवमा अपराधी त मै हो। यो सम्पूर्ण अनर्थको कारण भनेको यही कलङ्की हुन गयो भनेर, जबकि आफूले केही दोष गर्नुभएको छैन भरतजी महाराजजीले। राम प्रेमको मूर्तिमान स्वरूप श्री भरतजी महाराजजीले आफूलाई गाली गर्दै हुनुहुन्छ। विधाता, मैले नजाने जन्म जन्ममा कति अपराध गरेँ होला, त्यही अपराधको फल यो कलङ्क मलाई दिइरहेको छस्। त्यही बेलामा मन्थरा आउँछ। जब मन्थरा आउँछ त थाहा भयो सबै काम मन्थराले सिकाएकी पढाएकी थिए। तो शत्रुघ्नजी महाराजलाई पनि बहुत रिस उठ्यो। दौडेर जानुहुन्छ तो मन्थरालाई एक लात उसको मुखमा हान्नुहुन्छ के? मन्थराको मुखमा एक लात हान्नुहुन्छ शत्रुघ्नजी महाराजले। उसका दुई चारवटा दाँत झर्छन्, उसको मुख जमिनमा पटकिन्छ र मुखबाट रगतै रगत बग्छ मन्थराको मुखबाट। र शत्रुघ्नजी महाराजले त मन्थराको केसलाई खिचेर फेरि घुमाउन लाग्नुहुन्छ। तो भरतजी महाराजले रोक्नुभयो, बाबु अब जे हुन थियो हुनु भयो, अब यिनीहरूलाई गरेर के गर्ने? यिनीहरू त यत्तिकै पनि मरिसकेका छन्। रामजीलाई वनमा पठाएर अब यिनीहरू मरिसके। यी मरेका व्यक्तिहरूलाई बार बार मार्नुपर्ने आवश्यकता छैन। अब यिनीहरूको मुख आजबाट मैले कहिल्यै पनि देख्दिनँ र मैले आजबाट तँलाई आमा पनि भन्दिनँ भनेर श्री भरतजी महाराजजी त्यहाँबाट हिँड्नुभयो। बताउनुहोस् त्यो बेलामा कैकेयीको हृदय कस्तो भयो होला? कैकेयीको हृदय जलन लाग्यो, हाहाकार चित्कार गर्न लागिन, आँखाबाट आँसुका धाराहरू बग्न लाग्यो। मानव उनको हृदयमा कुनै ठुलो वज्र प्रहार गरिरहेको छ, आकाशबाट खसे जस्तो अनुभव भइरहेको छ। हेर्नुहोस्, यो सबै गल्ती भनेको माता कैकेयीको पनि होइन कि। अब हामीहरूले रामायण हेर्दा त हामीहरूलाई लाग्छ कि माता कैकेयीले गर्दा रामजी वनमा जानुभएको, परन्तु जसको कोखबाट भरतजी जस्ता महान सन्तको जन्म भयो कि माता कैकेयी पापिनी हुन सक्छिन् र सक्दैनन्? ती त महान माता हुन्, रामजी की आमा हुन्।
परन्तु यो विधिको विधान नै यस्तै थियो। दशरथजीलाई पनि पुत्र प्रेममा तडपी तडपी मर्नुपर्ने श्राप लागेको थियो कि, त्यही भएर यो घटना घट्न गयो। रामजीलाई पनि नारदजीले श्राप दिनुभएको थियो कि तिमी पनि स्त्रीको वियोगमा रुनेछौ। रामजीलाई वनवासको दुःख खप्नु पर्ने थियो, त्यही भएर सरस्वतीले मन्थराको बुद्धि बिगारेकी थिएन। मन्थराले फेरि कैकेयीको बुद्धि बिगारेन। अब कैकेयीले पनि अब जो हुन थियो त्यो हुन गयो, त माता कैकेयीको पनि दोष छैन। तरै पनि निमित्त चाहिँ विधाताले कैकेयीलाई बनाएको कारणले गर्दा भरतजीले यसरी गाली गरिराख्नु भएको छ आफ्नी आमालाई। बोले राजा रामचन्द्र भगवानको, भक्तवत्सल भगवानको। तो जानुहुन्छ माता कौशल्याको कक्षमा जानुहुन्छ र टाढैबाट भन्नुहुन्छ कि आमा, म हजुरको नजिक आउन योग्य पनि छैन, म पापी, म अपराधी, म कलङ्की। यो अवधमा जति पनि घटना भयो सब मेरो कारणबाट भएको। म जन्मिन बित्तिकै मरेको भए पनि कति आनन्द हुन्थ्यो। सायद यो दृश्य त आज यो अयोध्याले देख्नु पर्दैन थियो। मेरी आमा बाँधी किन भइनन्, इनले मलाई किन पाइन? यदि पाइन त पाइन, म जन्मिने बित्तिकै मरेको भए त सायद आज यो दिन देख्नु पर्दैन थियो होला। तब माता कौशल्या दौडिँदै दौडिँदै जान्छन् र भरतले आफ्नो छातीमा लगाउँछिन् कि बाबु, तिमीले यो के भन्दैछौ? तिमी त मेरो प्राण हो। आज तिमीलाई आफ्नो छातीमा लगाएर मलाई यस्तो लागिरहेको छ, मेरो जङ्गलमा गएको राम पुनः मेरो वापस आएको छ, मेरो काखमा बसेको छ। कुल कलङ्को जही जन्म्यौ मोही, अपजस भाजन प्रियजन द्रोहे। कोटि भुवन मोहि सरिस अभागे, गति ससी असी तोरी मातु जही लागे। धिक्कार छ मेरो जीवनलाई, धिक्कार छ यो प्राणलाई, यो कुलको मल कलङ्क बने। भरतजीले आफ्नो छातीलाई बार बार पिट्नुहुन्छ। फेरि माता कौशल्य पनि बार बार सम्झाउनुहुन्छ कि बाबु, तिमीले आफूले आफूलाई व्यर्थ दोष दिने काम नगर। सायद चन्द्रमाले आगका लपेटाहरू प्रकट गर्न सक्ला, परन्तु तिम्रो हृदयमा कहिले पनि रामजी प्रति किञ्चित मात्र पनि विरोध भाव हुन सक्दैन। सूर्य पश्चिमबाट उदाउन सक्लान्, यो हुन सक्ला व्रतै, परन्तु तिम्रो हृदयमा कुनै पनि प्रकारको रामजी प्रति अहित नराम्रो भाव कहिल्यै पनि प्रकट हुन सक्दैन। राम लखन सिया बनाई सिधाए, गयौँ न सङ्ग न प्राण पठाए। कौशल्य माताले पनि पुनः रामजी तथा सियाजीको स्मरण गर्दै गर्दै भन्छन् कि बाबु, मेरा छोरा र बुहारी राम र सीता लक्ष्मण वनमा गए, न वनमा जान सके, न मेरो प्राण जान सके। अर्थात् यो प्राण पनि उनीहरूको साथमा जान सकिन। नजाने यो प्राणले के का लागि यो प्रतीक्षा गरिरहेको छ। अब नजाने कुन दुःखलाई सहन गर्नका लागि यो प्राण बसिरहेको छ। तब भरतजी महाराजले पनि भन्नुहुन्छ, बार बार आफूले आफूलाई धिक्कारी राख्नु भएको छ। र त्यो बेलामा भरतजी महाराजले भन्नुभयो, यदि रामजी प्रति मेरो अलिकति पनि कपट भाव छ भने एउटा गौमातालाई हत्या गर्दा जुन पाप लाग्नु पर्यो त्यो पाप हे विधाता मलाई दे। आफ्नी आमालाई र आफ्ना बाबालाई मार्दा जुन पाप लाग्ने हो त्यो पाप हे विधाता मलाई दे भनेर आफूले आफूलाई गाली गर्दै हुनुहुन्छ कि भरतजी महाराजजी। किनकि सन्तको हृदय नवनीत जस्तै नौनी जस्तै पगलिन्छ कि, जबकि आफूमा केही अपराध छैन। भरतजी महाराजजी त साक्षात् राम प्रेमका मूर्तिमान स्वरूप, तर पनि आफूले आफूलाई गाली गर्दै हुनुहुन्छ यो वियोगलाई सहन गर्न नसकेर। र तत्पश्चात श्री वशिष्ठजी महाराजजी आउनुहुन्छ र वशिष्ठजी महाराजले सबलाई सम्झाउनुहुन्छ, यो धैर्य धारण गर्ने समय हो, यो दुःखलाई सहन गर्ने समय हो। हेर सुनहु भरत भावी प्रबल। त विविध ज्ञानको माध्यमबाट भरतजीलाई सम्झाउनुहुन्छ, तिमीले चिन्ता नगर। मुनिनाथ अर्थात् वशिष्ठजी पनि अत्यन्त दुखी भएर भन्नुहुन्छ, बिलखी कह्यो मुनिनाथ भावी प्रबल। वास्तवमा प्रारब्ध नै प्रबल छ। जन्मिँदा जुन चिज लिएर आइएको छ त्यो चिजलाई सहन गर्नु नै पर्ने हुन्छ, त्यो फललाई प्राप्त नै गर्नुपर्ने हुन्छ। हानि लाभ जीवन मरण यश अपयश यो सब विधाताको हातमा छ, भाग्यको हातमा छ। अतः सबै सोचलाई त्याग्ने काम गर। अब पिताजीको पनि अब अन्त्येष्टि संस्कार गर्नु पर्यो भने त्यसपछि गएर पिताजीलाई दर्शन गर्नुहुन्छ, प्रणाम गर्नुहुन्छ। हा पिताजी, हजुरलाई मैले पानी पनि खुवाउन सकिनँ र हजुरले मलाई केही भन्न पनि पाउनु भएन, रामजीको चरणमा मलाई छोड्न पनि पाउनु भएन। यो विधाताले कुन दिन देखायो भनेर फेरि वशिष्ठजी महाराज सबै काज क्रियाहरू गराउनुहुन्छ।
र 10 दिनको 11 दिनको जुन कार्यक्रिया हुन्छ सबै आफ्नो पिताजीलाई जलाउने कामदेखिबाट लिएर तर्पण इत्यादि सबै कामहरू सकिसकेपछि पुनः शुद्ध पवित्र भइसकेपछि विविध प्रकारका दानहरू दिनुहुन्छ ब्राह्मणहरू जनहरूलाई, ब्राह्मण भोगहरू गराउनुहुन्छ। तो यसरी श्री भरतजी महाराजजी राम प्रेममा मतवाला भएर रुँदै रुँदै कराउँदै कराउँदै आफ्ना यी दिनहरूलाई जसोतसो मुस्किल गरी कटाउनु भएको छ। तो अब योभन्दा अगाडिका प्रसङ्गहरूलाई अब भोलिको दिनमा सुन्नेछौँ। लाइन पनि आएन नै, अब जेनेरेटर पनि बिग्रेको छ, यत्तिकै बोल्दा घाँटीमा। हजुर यति भए पनि सुन्न पाइयो, यति भए पनि सुनाउन पाइयो। बिना माइक फेरि घाँटीमा धेरै असर पर्छ कि ज्वरो पर्छ। बोले राजा रामचन्द्र भगवान को, भक्तवत्सल भगवान को, श्री हरि भगवान को। ल आउनु सब हामीहरू वैदिक आरती गरौँ। एकरम भजन गाए तो विधानम करतो यो लाइव। बोलो गोस्वामी श्री तुलसीदास जी महाराज को। लाइक चटी सब